कि आज जुन कुरा प्रभु तपाईँले हामीलाई बोल्न लाग्नु भएको छ त्यो कुराहरूलाई हामी सुन्न सकौँ। प्रभु म आफैमा क्षमता छैन, मेरो बुद्धिले कुनै पनि मान्छेलाई तपाईँ जस्तो बनाउने या त हामी कसैकोमा पनि छैन प्रभु यस्तो क्षमता। तर प्रभु तपाईँको वचनले हामीलाई बनाउनुहुन्छ अनि प्रभु तपाईँको वचनले आज सुन्दै गर्दाखेरि हामी खुल्ला हृदयको साथ हामी सुन्छौँ। हामी थुप्रोपल्ट हामी दासको मेन्टालिटीमा बसिरहेका हुन्छौँ अनि प्रभु हामी जबसम्म त्यहाँ बस्छौँ प्रभु, जसरी पौलले गलातीको मण्डलीलाई भन्यो, जबसम्म तिमीहरूमा यीशु ख्रीष्टको रूप बनिँदैन, म चाहिँ एउटा प्रस्तुतिमा छ, मलाई दुखिरहेको छ मेरो सानो बालकहरू। हामी साँच्चै नै प्रभु जबसम्म तपाईँको रूप हामीमा बनिँदैनौँ प्रभु, हामी आफ्नै कुराहरूमा दासत्वमा बसिरहेका हुन्छौँ अनि प्रभु हामी तपाईँको राज्यलाई देख्न सक्दैनौँ, हामी नजिकको कुरालाई मात्रै हेर्ने हुन्छौँ। तर प्रभु आज हामी तपाईँको वचनबाट सिक्दै गर्दाखेरि हाम्रो हृदयलाई हामी तपाईँको अगाडि हामी खोल्दछौँ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु, तपाईँको वचन हामीलाई तपाईँले पठाउनुहुन्छ, हामीलाई निको पार्नुहुन्छ। तपाईँको वचनले हामीलाई प्रभु छडी लगाउनुहुन्छ, तपाईँको वचनले हामीलाई प्रभु ज्योति देखाउनुहुन्छ, तपाईँको वचनले हाम्रो प्रभु कठोरतालाई तोडिदिनुहुन्छ। तपाईँको वचनको तरवारले प्राण र आत्माको जोड्नीमा भएको एक एकवटा कुराहरूलाई वारपार छेड्न सक्छ प्रभु। यस कारणले गर्दाखेरि हामी रेजिस्ट गर्दैनौँ, हामी तपाईँलाई रेजिस्ट गर्दैनौँ। तपाईँको वचनले भनेको छ डु नट रेजिस्ट द होली स्पिरिट। पवित्र आत्मा हामी तपाईँलाई रेजिस्ट गर्दैनौँ, हामी रेजिस्ट गर्दैनौँ। एकैछिन सबैजनाले मुख खोलेर भन्नुहोस् त, पवित्र आत्मा म तपाईँलाई रेजिस्ट गर्दिनँ, म तपाईँलाई रोक्दिनँ भन्नुहोस् त सबैले। हाम्रो माइन्डमा भएको कुराले नि थुप्रोपल्ट परमेश्वरको ज्ञानको विरुद्धमा खडा हुने कल्पनाहरू छ नि, जसले चाहिँ रेजिस्टेन्स ल्याउँछ। अनि पवित्र आत्मा चाहिँ यति साह्रो जेन्टल हुनुहुन्छ, यदि हामीले उहाँलाई रेजिस्ट गऱ्यो भने नि उहाँले आफ्नो वचनलाई नि जबरजस्ती पियर्स गर्नुहुन्न। सो हामी रेजिस्ट नगरौँ प्रभु, तपाईँलाई हामी धन्यवाद चढाउँछौँ। हामी रेजिस्ट गर्दैन, हाम्रो माइन्डमा थुप्रो कुराहरू छ, हाम्रो प्रभु विचारमा थुप्रो कुराहरू घुमिरहेको छ, तर प्रभु त्यो सबै तपाईँको ज्ञानको विरुद्धमा खडा हुने कल्पनाहरू मात्रै हो भनेर हामीलाई थाहा छ। यस कारणले गर्दा पवित्र आत्मा हामी तपाईँलाई रेजिस्ट गर्दैनौँ। आज तपाईँको वचन सुन्नको लागि, सिक्नको लागि हाम्रो हृदयलाई हामी खोल्छौँ अनि प्रभु तपाईँको महिमा हामी गर्न चाहन्छौँ। धन्यवाद। यो समयलाई तपाईँको हातमा राख्दै आशिष माग्छु येशू ख्रीष्टको नाममा, आमेन। हुन्छ, हामी परमेश्वरको वचनबाट हामी यति बेला सिक्न गइरहेका छौँ र यूहन्नाको किताब 12 अध्यायको 24 पदलाई जब हामी पढ्छौँ, प्रभु यीशु ख्रीष्टले भन्नुभयो, 23देखि नै पढ्छु। येशूले तिनीहरूलाई जवाब दिनुभयो, मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। साँच्चै म तिमीहरूलाई भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, तर त्यो मर्यो भने त्यसले धेरै फल फलाउँछ। यो एलोन भन्ने वर्डलाई एक्लै, हाम्रो नेपालीमा चाहिँ एउटै भन्ने शब्द चलाएको छ, तर इङ्ग्लिसमा चाहिँ त्यसलाई एलोन भनेको छ। एलोन भनेको चाहिँ एक्लै। अनि एक्लै रहेको चाहिँ परमेश्वरलाई मन पर्दैन कहिले पनि। परमेश्वरको प्लानमा नै कहिले पनि मानिस एक्लै रहोस् भनेर परमेश्वरको प्लान छैन। मैले अरू बेला पनि भन्ने गर्छु यो कुरालाई। कतिपल्ट हामी त्यो वचनलाई चाहिँ एउटा विवाहको सन्दर्भमा मात्रै बुझ्ने गर्छौँ, होइन, त्यो विवाहको सन्दर्भमा भनेको वचन नै होइन फर्स्ट थिङ चाहिँ। तरै भए तापनि अब मान्छेले त्यसलाई चलाउँछ किनभने मिल्दोजुल्दो छ, अनि मान्छेले त्यो वचनलाई आधार बनाइकन आफ्नो कतिवटा कुराहरूलाई स्थापित गर्ने कोसिस गर्छ। अनि अब त्यो मान्छेले आफै एक दिन थाहा पाउँछ त्यो कति साह्रो सही थियो या थिएन भनिकन। तर प्रभुले जब संसारलाई सृष्टि गर्नु हुँदाखेरि नि, पृथ्वीलाई सृष्टि गर्नु हुँदाखेरि सबै कुरालाई हेरिकन दामी थियो भनेर भन्नुभयो, सबै इट्स गुड इट्स गुड इट्स गुड भन्नुभयो। तर मानिसलाई बनाउँदै गर्दाखेरि प्रभुले भन्नुभयो, अब मानिसलाई हाम्रै स्वरूपमा बनाऊ। सो मान्छे चाहिँ नि परमेश्वरको सङ्गतिमा थियो, सुरुदेखि नै परमेश्वरको फेलोसिपमा थियो। तर समहाउ थाहा छैन, आदम समहाउ एक्लो हुनु थाल्यो, किनभने आदमको आफ्नै चोइस थियो, हामी हरेकको आफ्नो चुनाव थियो। अब हामी सिनलेस मान्छे थियो भन्दाखेरि चाहिँ हामी के बुझ्छौँ भने चोइसलेस थियो जस्तै सम्झिन्छ, होइन। मान्छे सिनलेस, तपाईँ पाप रहित हुन सक्नुहुन्छ, तर भए पनि तपाईँ चुनाव रहित चाहिँ होइन। इभन मिलेनियल किङडममा पनि तपाईँले हेर्नुभयो भने नि, जब 1000 वर्षको बादमा चाहिँ नि एउटा ठुलो विद्रोही दल खडा हुन्छ भनेर लेखेको छ त्यहाँ, जसले चाहिँ नि त्यो लडाइँ गर्छ
त्यसले चाहिँ एउटा गोग मागोगको लडाइँ गर्ने कुरालाई त्यहाँ वचनमा बताएको छ। किन भन्दाखेरि चाहिँ यीशु ख्रीष्टले नै पृथ्वीमा 1000 वर्ष राज्य गर्नु हुँदाखेरि पनि नि अन्तको समयमा चाहिँ देयर विल बी अ ग्रेट ब्याटल, ठुलो भिड शैतानले गएर नि पृथ्वीको चारैतिर राजाहरूलाई उक्सायो भनेको छ। मैले यो भन्दै गरेको कुरामा तपाईँलाई म लानु नै पर्यो, सिन्स मैले भने यसलाई म पढेर देखाउन चाहन्छु। प्रकाशको पुस्तक 20 अध्यायमा लान चाहन्छु। यसरी लेखेको छ, 20 अध्यायको 4 देखि लिएर म तल पढ्न चाहन्छु, तर मैले पढ्नु खोजेको चाहिँ 7 पद हो, 7-8 पद हो है। 7, 8, 9 पदलाई म पढ्न चाहन्छु, तर कहाँदेखि पढ्छु भने 4 देखि नै। अब यो अहिले हामी आज पनि एउटा सिद्धान्तलाई सिक्दैछौँ, प्रिन्सिपल हो। म तपाईँलाई मोटिभेसन दिनु आएको होइन। प्रभुले भन्नुहुन्छ स्पिक द ट्रुथ इन लभ, प्रेममा सत्य बोल भनेको छ। अनि सत्यताको चाहिँ एउटा सिद्धान्त हुन्छ जहिले पनि। सत्यता चाहिँ त्यतिकै जसलाई जे भन्नु मन पर्यो त्यो कुराहरू होइन है। त यहाँ पढ्न चाहन्छु, तब मैले सिंहासनहरू र त्यसमाथि बस्नेहरूलाई देखेँ जसलाई इन्साफ गर्ने अधिकार दिएको थियो। तब येशूको गवाहीको निम्ति र परमेश्वरको वचनको निम्ति शिर काटिएकाहरू र त्यो पशु र त्यस मूर्तिको पूजा नगर्नेहरू र त्यसको छाप निधार वा हातमा नलगाउनेहरूको प्राणहरूलाई, अब आत्मा भनेर लेखेको छ हाम्रो नेपाली बाइबलमा चाहिँ, तर त्यसको ओरिजिनल टेक्स्टमा चाहिँ प्राण, सोल भनेर लेखेको छ। इङ्ग्लिस बाइबलमा पढ्दै हुनुहुन्छ भने चाहिँ सो म त्यसलाई प्राण नै भनेर पढ्नु पऱ्यो। प्राणहरूलाई मैले देखेँ, तिनीहरू फेरि जीवित भए र तिनीहरूले ख्रीष्टसँग 1000 वर्ष राज्य गरे। अरू मरेकाहरू चाहिँ ती 1000 वर्ष नबितुन्जेल जीवित भएन। यो पहिलो पुनरुत्थान हो। पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन, तर तिनीहरू परमेश्वर र ख्रीष्टको पुजारी भएर उहाँसँग 1000 वर्षसम्म राज्य गर्नेछ। 7 पद, 1000 वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ र पृथ्वीको चारै दिशामा भएका देश देशका मानिसहरूलाई बहकाउन अर्थात् गोग र मागोगलाई लडाइँको निम्ति भेला गर्न निस्केर आउनेछन् र तिनीहरूको सङ्ख्या समुद्रका बलुवा जत्तिकै हुनेछ। यो वचन हेर्नुहोस् न, कस्तो अचम्मको लेखेको छ यहाँ। यीशु ख्रीष्टसँग यो मान्छेहरूले 1000 वर्ष राज्य गर्दैछ। तर अब 1000 वर्ष बाद 1000 मा त कति चाहिँ हुन्छ होला पपुलेसन होइन? 1000 वर्ष यीशु ख्रीष्टसँग राज्य गर्दाखेरि चाहिँ फेरि पृथ्वीको पपुलेसन चाहिँ कति हुन्छ त है? इट विल बी अ म्यासिभ पपुलेसन नि त, एकदमै ठुलो जनसङ्ख्या हुन्छ नि त। सो कि 1000 वर्ष बाद चाहिँ शैतानलाई फेरि छोडिदिन्छ अरे। अनि छोड्दाखेरि चाहिँ के हुन्छ अरे भन्दाखेरि चाहिँ पृथ्वीका चारै दिशामा भएका देश देशका मानिसहरूलाई बहकाउन अर्थात् गोग र मागोगलाई लडाइँको निम्ति भेला गर्न निस्केर आउनेछ र तिनको सङ्ख्या बलुवा, समुद्रको बलुवा जत्तिकै हुनेछ। यति साह्रो बेसी मान्छेलाई बहकाइदिन्छ अरे। मान्छेको सङ्ख्या चाहिँ कति हुन्छ अरे? समुद्रको बलुवा जत्तिकै, अनकाउन्टेबल। बलुवा गर्नु सक्दैन नि। एउटा ठुलो बहकिएको मान्छेहरूको एउटा ठुलो दल खडा हुन्छ। आज नि किन हामी ट्रुथ, सत्यता, एभ्री टाइम सत्य 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 भन्दाखेरि कतिजना मान्छेलाई रिस पनि उठ्छ, ओ हामी चाहिँ सत्य नजान्नेहरू हो कि साह्रो गरेको जस्तो लाग्छ। कोरहलाई पनि त्यस्तै लागेको थियो, तर होइन वास्तवमा। किनभने नि यदि हामी फर्स्ट फ्रुट भएनौँ, पहिलोटे फल भएन भने चाहिँ नि दोस्रो फलकोमा चाहिँ यो क्षमता छ, ऊ चाहिँ बहकिन सक्छ। अनि त्यो बहकिएको मान्छेले पनि फेरि अर्कै विद्रोह सुरु गर्छ। जस्तो कि उदाहरणको लागि नुहको जहाजभित्र नुहको 3 जना छोराहरू थियो, सेम, हाम र येपेत थियो। उनीहरूको बुहारीहरू अनि नुह र नुहको पत्नी 8 जना थियो। तर त्यसको बिचमा हामको सन्तान बागी भयो नि है। उनीहरू पनि नयाँ पृथ्वीमै आएको थियो। त्यो जहाजमा चढेर नि 40 दिन 40 रात पानी पर्यो भनेर अब हामी गीत गाउँछौँ सानोमा सन्डे स्कुलदेखि नै। सो त्यो 40 दिन 40 रात पानी परेर नि उनीहरूको त्यो ढोका खोलिँदाखेरि, जहाजको ढोका खोलिँदै गर्दाखेरि चाहिँ नि नयाँ आकाश र नयाँ पृथ्वी थियो। तर विद्रोह त्यहीँबाट सुरु भएको थियो, फ्री विल थियो नि त। सो एउटा पोइन्टलाई आज म तपाईँहरूको अगाडि फर्स्टमा बताउन चाहन्छु। आदमको पहिलो अवस्था पापरहित थियो है। आदमको पहिलो आदमको अवस्था चाहिँ ही वाज सिनलेस, पापरहित बन्नेको। तपाईँ र म पनि जब आमाको गर्भमा आउँछौँ नि, हामी पनि पापरहित नै हुन्छौँ।
तर पापमा गर्भधारण मात्रै भएको हो। एउटा मान्छेको स्टेट अफ सोल चाहिँ नि, प्राणको अवस्था चाहिँ नि पापमा गर्भधारण भएको। अनि त्यही गर्भमा बस्दाखेरि चाहिँ अब जेनेटिकल्ली के भयो भने त है गर्भधारण, एउटा मान्छेको सोल चाहिँ सिनलेस नै हुन्छ। बाइबलमा त्यही लेखेको छ अझै पनि है। उपदेशक 7 अध्यायले भनेको छ कि परमेश्वरले मानिसलाई सोझो बनाउनु भएको, एकदम फ्ललेस नै बनाउनु भएको हो। तर गर्भधारण हुँदाखेरि पापमा गर्भधारण हुन्छ। थुप्रो कुराहरू छ नि, डिएनएको कुराहरू अरू बेला हामी सुनिरहन्छौँ है, सिकि पनि रहेका छौँ। तर अब म यहाँ आउनु पर्यो मिलेनियल किङडममा। 1000 वर्षको बादमा है के भयो भन्दाखेरि चाहिँ शैतानलाई छोडिदियो फेरि। अनि शैतानलाई छोड्ने बित्तिकै यो मान्छेहरू आफ्नो फ्री विल सिनलेस स्टेटमा छ है मिलेनियल किङडमभित्र। 1000 वर्षको राज्यमा पाप रहित छ। त्यो अवस्थामा पाप नै छैन, शैतान नै छैन त्यहाँ। अब शैतान नै छैन सिनमा। तर शैतान सिनमा छैन भने पनि यु क्यान स्टिल सिन। तपाईँ र मैले अझै पनि पाप गर्न सक्छौँ। अनि यो चाहिँ कसरी गर्छौँ भने बाई आवर चोइसेस, हाम्रो चुनावबाट। जसरी अब मान्छेकोमा एउटा प्रश्न छ नि है, यदि परमेश्वरले बनाउनु भएको सृष्टि चाहिँ पवित्र थियो भने चाहिँ पाप कहाँबाट आयो भन्दाखेरि पाप चुनावबाट आउँछ। शैतानले पनि चुनाव गरे नि त, परमेश्वरको अधीनमा नबस्ने, आफ्नै निर्णय गर्ने चुनाव गर्यो। त्यसले घमण्ड गर्ने चुनाव गर्यो है, चुनाव गर्यो। आदम र हव्वाले पनि चुनाव गर्यो परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्ने। तर अब त्यो 1000 वर्षको बादमा जब शैतानलाई रिलिज गर्यो, एउटा ठुलो भिड खडा भएछ। अनि त्यो भिड त के भयो, बलुवा सर थियो। अनि यहाँ भन्दैछ तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूको छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो। त्यति बेला पनि के हुने रहेछ भने नि, त्यति बेला पनि बिस्तारै छुट्टिँदै जाने रहेछ। सन्तहरूको सहर नै अर्को हुने रहेछ है, बागीहरू पनि अर्को भइसकेकै हुने रहेछ। तर यति नै फरक हुन्छ, शैतान चाहिँ रिलिज गरेको हुँदैन। तर नि शैतान रिलिज हुने बित्तिकै त्यो बागीहरू चाहिँ कनेक्ट भइहाल्छ, टक 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 टक। त्यहाँदेखि चाहिँ के हुन्छ, त्यहाँ भन्दैछ कि तिनीहरूले सारा पृथ्वीभरि गएर सन्तहरूको छाउनीको वरिपरि र प्रिय सहरलाई घेरे, तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्यो र तिनीहरूलाई बहकाउने त्यो दियाबलस आगो र गन्धको कुण्डमा फाल्यो, जहाँ त्यो पशु र झुटो अगमवक्ता पनि थियो, र त्यहाँ तिनीहरूले दिन रात सदा सर्वदा यातना भोग्नेछ। सो हाम्रोमा हाम्रो चोइसेसहरू चाहिँ नि, हाम्रो चुनावहरू यस्तो महत्त्वपूर्ण छ, यति साह्रो महत्त्वपूर्ण छ। सो म अघिको पोइन्टमा आउन चाहन्छु। परमेश्वरले के भन्नुभयो, मानिस एक्लो रहन असल छैन। परमेश्वरले बनाउनु भएको सृष्टिमा नि केही पनि प्रब्लम थिएन। परमेश्वरले जे पनि बनाउनु भयो के भन्नुभयो, यो असल छ। तर उत्पत्तिको किताब 2 अध्यायको 18 पदमा चाहिँ प्रभुले भन्नुभयो, मानिस एक्लो रहन असल छैन। मानिस एक्लो रहनु असल छैन। इट इज नट गुड द्याट म्यान सुड बी अलोन। मान्छे एक्लो नहुनु चाहिँ असल छैन, एक्लो हुनु चाहिँ असल छैन। र म उसको निम्ति एउटा सहयोगी बनाउँछु, हेल्पर भनेको छ, हेल्पर। अनि त्यो शब्दलाई उत्पत्तिको किताब 2 अध्यायको 18 पद र यूहन्नाको किताब 4 अध्यायको 18 पद, 14 को 18 दुईटालाई हामी कम्पेयर गरेर पढ्छौँ है। सो उत्पत्तिको किताब 2 अध्यायको 18 प्रभुले यसरी भन्नुभएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एकजना सहयोगी बनाउने छु। मानिस एक्लो रहन असल छैन। त्यसको मतलब के आदम एक्लो थियो? तपाईँहरूलाई सोध्नु पर्यो। परमेश्वरले गर्नुभएको क्रिएसनमा मिस्टेक थियो? हजुर थिएन। आदम एक्लो थियो? थिएन नि। ही वाज इन द फेलोसिप अफ गड। होइन, प्रभुले के भन्नुभयो, हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै आदम त एभ्री डे उसकोमा त के पोसिबिलिटी थियो भन्नुहोस् त, ऊ त परमेश्वरसँग डाइरेक्ट फेलोसिप गर्न सक्थ्यो। त्यो कस्तो दामी स्टेट थियो होला, हामीलाई थाहा छैन। त्यसो भए त अन्त स्त्री चाहिँ नबनिनु पर्ने होइन नि, सुरुमै बनाउँदाखेरि नै भन्नुभएको थियो परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु, नर र नारी नै गरी परमेश्वरको प्लानभित्र अलरेडी थियो नि, नारी पनि थियो। तर आदम समहाउ ऊ एक्लो हुन थालिसकेको थियो। अनि एक्लो चाहिँ हामी त्यति बेला हुन्छौँ जब हामी परमेश्वरको उपस्थितिबाट निस्किन्छौँ। हामी म प्रभुको काम गर्दैछौँ नि, आज म एउटा सेवक हो। अनि यूहन्ना 12:24 भन्नुभयो, प्रभुले अघि भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, एउटा गहुँको दाना नि जमिनमा परेर मरेन भने
त्यो चाहिँ एक्लै हुन्छ भनेको छ। जमिनमा पनि पर्नु सक्छ, हामी त्यो गहुँको दाना जमिनमा पनि पर्नु सक्छ है। त्यो गहुँको दानाको उद्देश्य नै के हो भन्नुहोस् त? त्यसले फसललाई ल्याउनु हो, त्यसले फल्दै फुल्दै वृद्धि हुँदै भरिँदै जानुपर्ने हो, मल्टिप्लाई हुनुपर्ने हो। तर जब अन्टिल एन्ड अनलेस इट डजन्ट डाई, मर्दैन है, त्यो एक्लै हुन्छ। सो आदमको लाइफमा चाहिँ के चाहिँ थियो त्यस्तो कुरा के चाहिँ थियो जसले गर्दाखेरि चाहिँ है ऊ एक्लो हुनु थाल्यो भन्दाखेरि चाहिँ नम्बर 1 कुरा के थियो भने ऊ प्रभुको प्रेजेन्सदेखि टाढो हुनु थालिसकेको थियो। अब यहाँ लेखेको त छैन, बताएको पनि छैन हामीलाई है, तर प्रभुले के भन्नुभयो? म उसको लागि सहयोगी बनाउँछु। अब त्यो कुरालाई नि यीशु ख्रीष्टले भन्नुभएको यूहन्नाको किताब 14 अध्यायमा अनि त्यसको 18मा पढ्न चाहन्छु म। तपाईँहरूले मसँग हेर्दै जानुहोस् ल। सो राम्रोसँगले सुन्नुहोस्। कतिजनाको माइन्डमा अलरेडी अन्त यस्तो लागेको थियो त भन्ने उठ्दै होला, केही छैन तपाईँको क्वेसन्सहरू, तर पहिला सुन्नुहोस्, किनभने कोही कोही बेला त्यो तर्कले चाहिँ हामी परमेश्वर कुरालाई बुझ्न सक्दैनौँ। यूहन्नाको किताब 14 अध्यायको 18मा यसरी भन्नुभएको छ, म तिमीहरूलाई टुरा छोड्ने छैन, म तिमीहरू कहाँ आउनेछु। त्यो जुन चाहिँ अर्फेन्स भनेको छ नि, अर्फेन टुरा भनेको चाहिँ नि, टुरा चाहिँ एक्लोपनको अवस्थालाई पनि भन्छ। सो मैले 3वटा वर्डलाई 3वटा भर्स तपाईँलाई बताएँ। पहिला मैले भने यूहन्ना 12:24, जमिनमै परेर पनि एउटा गहुँको दाना मरेन भने एक्लो हुन्छ। यु हेभ टु डाई टु यर ओल्ड नेचर। हामी मर्नै पर्छ, पुरानो प्रवृत्तिमा मर्नै पर्छ, किनभने नयाँ रूप लिनको लागि चाहिँ यर ओल्ड थिङ हेज टु गो। जबसम्म मेरो पुरानो कुरा मर्दैन म नयाँ रूपलाई धारण गर्न सक्दिनँ। बरु भन्दाखेरि मलाई केले खानु थाल्छ भन्नुहोस् त? एक्लोपनले सताउनु थाल्छ। अनि प्रभुले चेलाहरूलाई पनि भन्नुभयो, हेर म तिमीहरूलाई टुरा टुरी छोड्दिनँ, आई विल नट लिभ यु अर्फेन। तिमीहरूलाई म एक्लो छोड्दिनँ, म तिमीहरूलाई कहिले पनि एक्लो छोड्दिनँ, तर म तिमीहरू कहाँ आउँछु, आई विल कम टु यु। अनि प्रभु यीशु ख्रीष्टले भन्नुभयो कसरी आउनुहुन्छ भन्दाखेरि चाहिँ उहाँले पवित्र आत्मालाई हामी कहाँ पठाउनुहुन्छ होइन। उहाँले माथि भन्नुभएको छ नि त 15देखि यसरी भन्नुभएको छ, यसरी भन्नु, तिमीहरूले मलाई प्रेम गर्छौ भने, 14लाई पढ्दैछु म, तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञा पालन गर्नेछौ र म पितासँग बिन्ती गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार, एनदर हेल्पर। अब अघि तपाईँले इङ्ग्लिस बाइबलमा पढ्नु भयो भने चाहिँ नि उत्पत्ति 2:18मा स्त्रीलाई पनि के भन्नुभएको छ? हेल्पर भन्नुभएको छ, हेल्पर भन्नुभएको छ। अब यहाँ पवित्र आत्मालाई पनि हेल्पर, आमामा है कस्तो ठुलो अनर रहेछ है, साह्रै ठुलो सम्मान रहेछ। हेल्पर भन्ने वर्ड है, सहयोगी बनाउँछु भन्नुभयो। अनि पवित्र आत्माले पनि त्यही नाम लिनुभयो जो स्त्रीलाई दिएको थियो। अनि प्रभुले भन्नुभयो म तिमीलाई अर्को सल्लाहकार पठाउँछु। तर आज म सोध्नु पनि पर्यो, हुँदा मेरोमा यो मैले कसैसँग क्रिटिकल भएको होइन, त हामी कस्तो सल्लाहकार हो? पवित्र आत्मा जस्तै सल्लाहकार हो कि है, कि अर्कै खालके, अर्को होइन अर्कै खालके हो कि बा है? हामीले चेक गर्नुपर्छ। यदि हाम्रो क्यारेक्टर पवित्र आत्मासँग म्याच गरेको छैन भने चाहिँ वी हेभ टु कम इन अलाइनमेन्ट। किनभने यदि त्यो सम्मान, त्यो नाम, त्यो पहिचान प्रभुले दिनुभएको छ भने चाहिँ हामीले त्यो नाम, सम्मान, पहिचानसँग जिउन सिक्नुपर्छ। यहाँ भन्नुहुँदैछ म तिमीहरूलाई अर्को सल्लाह, उहाँले तिमीलाई अर्को सल्लाहकार दिनुहुन्छ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनुहुनेछ। ही विल रिमेन विथ यु फर एभर है। यिनी सत्यको आत्मा हुनुहुन्छ। सो सल्लाहकारको क्यारेक्टर चाहिँ के रहेछ भने नि, सल्लाहकारको क्यारेक्टर चाहिँ इज द स्पिरिट अफ ट्रुथ। अब स्पिरिट अफ ट्रुथले चाहिँ कहिले पनि झुटलाई बोल्दैन है। त्यहाँ भन्दैछ जसलाई चाहिँ संसारले ग्रहण गर्न सक्दैन है, संसारिक तरिकाले चाहिँ यो हुनै सक्दैन। इट इज नट पोसिबल। संसारको आइडियालाई लिएर आउँछ भने चाहिँ त्यो भएन नि त है, उहाँको क्यारेक्टर नै होइन नि त। संसारले न त उहाँलाई देख्छ न चिन्छ, तिमीहरू उहाँलाई चिन्छौ किनकि उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। सो आदम चाहिँ किन एलोन थिएछ, किन एक्लो थिएछ भन्दाखेरि नि, किनभने आदमलाई सृष्टि गर्दै गर्नुहुँदा त पवित्र आत्मा पनि त्यहाँ हुनुहुन्थ्यो नि त। अन्त त प्रभुले भन्नुभयो औ मानिसलाई हामी हाम्रो आफ्नै स्वरूपमा बनाऊ। सो पवित्र आत्मा त्यहाँ हुनुहुन्थ्यो, तर समहाउ आदम नि पवित्र आत्मादेखि अलिकति पर भइसकेको थियो।
अब थाहा छैन के हो त्यो चाहिँ हामीलाई थाहा छैन। तर यो वचनलाई राम्रोसँगले क्लोजली हेर्दै गर्दाखेरि चाहिँ अलिकति पर भइसकेछ। त्यसले गर्दाखेरि प्रभुले के भन्नुभयो, म उसको लागि हेल्पर बनाउँछु। परमेश्वरको प्लानभित्र थियो है। मतलब स्त्री जाति चाहिँ परमेश्वरले ड्यामेज कन्ट्रोल गर्नुभएको होइन है, प्लान बी होइन। अलरेडी परमेश्वरको प्लानमा उत्पत्ति 1:26 त उहाँले अलरेडी भन्नुभयो मानिसलाई हाम्रो आफ्नै स्वरूपमा सृष्टि गर्नेछौँ। अनि मानिसलाई उहाँले आफ्नै स्वरूपमा बनाउनु भयो, नर र नारी नै गरिकन बनाउनु भयो भनेर लेखेको छ नि त। परमेश्वरले अलरेडी परमेश्वरको प्लानभित्र थियो। तर परमेश्वरको प्लानभित्र भएको कुरालाई पनि हामी प्रिमच्योरली हामी लाइफमा ल्याउन सक्छौँ। प्रिमच्योरली जुन चाहिँ कुरा चाहिँ सही समयमा हामीले ल्याएनौँ भन्ने चाहिँ के हुन्छ भने त्यसले थुप्रो बिगार गर्छ। त्यो अर्कै विषय हो, त्यो अर्कै विषय हो। तर यहाँ हामीले के देख्छौँ भन्दाखेरि मान्छे एक्लो हुनु थालिसकेको थियो। अनि प्रभुले एउटा गहुँको दानालाई लिइकन प्रभुले भन्नुभयो, यूहन्ना किताब 12:24 चेलाहरूलाई भन्नुहुँदैछ। अनि प्रभु यीशु ख्रीष्टले आफ्नो विषयमा पनि भन्नुहुँदैछ कि अब मेरो महिमित हुने समय आएको छ। अनि म तिमीहरूलाई साँच्चै भन्छु कि गहुँको दाना माटोमा परेर मरेन भने त्यो एउटै रहन्छ, त्यो एक्लै रहन्छ। हामी सबैजना आज एउटा अभियानभित्र छौँ। हामी परमेश्वरले हामीलाई दिनुभएको नक्सालाई बुझिकन हामीहरू अगाडि बढ्दैछौँ। तर हामी एउटा एक एकवटा गहुँको दानाहरू जस्तै छौँ। तर त्यो गहुँको दानाले एउटा महिमित रूपलाई धारण गर्नको लागि चाहिँ एउटा महिमामा चेन्ज हुनको लागि यीशु ख्रीष्टले महिमाको कुरा गर्नुभयो है। अब मेरो महिमित हुने बेला आएको छ। अनि त्यो महिमाको ठाउँ चाहिँ कहाँबाट आउँदो रहेछ भन्दाखेरि इट हेज टु कम फ्रम डेथ। त्यो चाहिँ मृत्युबाट आउँछ। एउटा ट्रान्जिसन, एउटा परिवर्तन आउँछ। त्यो कुरालाई नि पौलले 1 कोरिन्थी 15 मजाले एक्सप्लेन गरेको छ। म त्यो ठाउँमा तपाईँहरूलाई लान चाहन्छु। मैले भनेको बुझ्दै हुनुहुन्छ तपाईँहरूले? हजुर, तपाईँलाई अलिअलि टाउको दुख्यो भने पनि केही छैन, राम्रै हो। हामी एउटै ठाउँमा मात्रै अड्किन्छौँ त है। आज स्ट्रेच गरौँ हामी। पौलले के भनेर भनेको छ भने नि यसरी भनेर लेखेको छ। 1 कोरिन्थी 15:35 पढ्न चाहन्छु। 1 कोरिन्थी 15:35 सो यहाँ उसले भन्दै गरेको कुरालाई हामी हेर्नेछौँ। सबैजनाले हेर्नुहोस् ल, मसँग सबैजनाले हेर्नुहोस्। यसरी लेख, तर कसैले सोध्ला मृतकहरू कसरी पुनर्जीवित हुन्छन् र तिनीहरू कस्तो किसिमको शरीर लिएर आउँछन्? हे मूर्ख हो, जे तिमी रोप्छौ त्यो नमरिकन सजीव हुँदैन। मजाको कुरा भन्दैछ उसले। Until foolish one, what you sow is not made alive unless it dies. तिमीले रोपेको कुरा चाहिँ जबसम्म त्यो मर्दैन नि तबसम्म चाहिँ त्यो सजीव हुँदैन। जे तिमी रोप्छौ त्यो चाहिँ पछि हुने शरीर होइन, तर बिउ मात्रै रोप्दैछौ, चाहे गहुँ अथवा कुनै किसिमको अन्न होस्। सो प्रभुले भन्नुभयो एउटा गहुँको दाना जबसम्म जमिनमा परेर मर्दैन तबसम्म चाहिँ त्यो के छ, एक्लै छ। तर त्यो दाना त पहिलो रूप हो। आज जुन चाहिँ रूप हामीमा छ नि, यो रूपमा हामी जत्तिकै महिमित भयो भने पनि हामी धोकामा छौँ। तर इफ इट डाइज, यो कुरा जो हाम्रो लिमिटेड अन्डरस्ट्यान्डिङ, अघि मैले सुरुमा भने नि गलातीको मण्डललाई पौलले भन्दै थियो कि बालक चाहिँ सबै कुराको मालिक भए पनि जबसम्म ऊ बढ्दैन नि उसले अधिकार गर्नै सक्दैन कहिले पनि। किनभने उसको त्यो बालकपनको रूप मर्नु, इट हेज टु डाई। हामी बालकदेखि चाहिँ अब जवान तन्हेरी हुँदै गयौँ नि त, त्यो हुँदै गर्दाखेरि शरीरमा मर्नु परेन नि। यो सानो नानीहरू आज यहाँ हेर्दै हेर्दै हुर्किसकेको छ, उनीहरू एभ्री टाइम मरिरहनु परेको छैन। तर के हुँदैछ, उनीहरूको बालकपन मर्दै जाँदैछ नि। त्यहाँदेखि अलिकति टिन एजपना मर्दै जान्छ, त्यहाँदेखि जवानीपनको अवस्था मर्दै जान्छ, त्यहाँदेखि प्रौढ अवस्थामा पुग्दै जान्छ। त्यो मतलब के छ, एउटा ट्रान्जिसन छ नि त। मर्नु भनेको चाहिँ लिटरली मर्नु भनेको होइन। तर यहाँ पौलले के भन्दैछ भने एउटा बिउको रूप चाहिँ एउटा हुन्छ, तर बिउ चाहिँ पछाडि देखिने शरीर होइन। सो त्यो शरीर देखा पर्नु हो भने चाहिँ माटोमा परेर चाहिँ मर्नुपर्छ। कतिवटा बिउ माटोमा पर्छ तर मर्दैन, चौरी पर्छ। मर्नु पर्ने थियो तर के भयो, श्रिङ्क भयो, चौरी पर्यो अनि त्यतिकै कुहिएर जान्छ। तर त्यो जुन चाहिँ त्यसको साइकल छ, त्यसको नेचुरल साइकल अनुसार यदि त्यो मर्यो भने चाहिँ त्यो गहुँको दानाले चाहिँ अर्कै रूप बिस्तारै के निस्किन्छ, त्यहाँबाट एउटा टुसा निस्किन्छ होइन। पहिला टुसा निस्किन्छ, त्यहाँदेखि टुसादेखि के निस्किन्छ, बोट निस्किँदै जान्छ नि।
होइन, बोटमा त्यहाँदेखि त्यसको पातहरू हुन्छ, त्यहाँदेखि बिस्तारै बिस्तारै के हुन्छ, त्यसमा फसल लाग्न थाल्छ। सो त्यो ट्रान्जिसन चाहिँ पौलले यहाँ बताउँदैछ। यहाँ उसले भन्दैछ कि जे तिमी रोप्छौ त्यो चाहिँ पछि हुने शरीर होइन, तर बिउ मात्रै रोप्छौ, चाहे गहुँ अथवा कुनै किसिमको अन्न होस्, तर आफूलाई खुसी लागे बमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ र हर किसिमको बिउलाई त्यसैको शरीर दिनुहुन्छ। आज तपाईँ र म जे हौ नि वास्तवमा, जे हौ त्यसको चाहिँ हामी एउटा बिउ मात्रै हौ। तपाईँ र म वास्तवमा चाहिँ जे हौ नि हामी, त्यो प्रकट नै भएको छैन अहिलेसम्म। इट इज नट रिभिल्ड। त्यसको रेभलेसन चाहिँ कहिले हुन्छ भन्दाखेरि नि, जुन दिन यीशु ख्रीष्ट प्रकट हुनुहुन्छ त्यो दिन चाहिँ नि त्यसको फुल रेभलेसनमा हामी हुन्छ। तर अब प्रभुले अघि उत्पत्ति किताब 2:18 भन्नु, ओ मानिस एक्लो रहनु असल छैन मानिस। अनि हामीले चाहिँ नि परमेश्वरको वचनलाई चाहिँ यति साह्रो सानो बनाइदिन्छौँ, अनि यस्तो वचनलाई चाहिँ हामी विवाहमा जोड्छौँ है, कतिवटा कुरामा जोड्छौँ। अनि मान्छेलाई काउन्सिलिङ दिनु पऱ्यो भने हामी त्यसरी भन्छौँ, मानिस एक्लो रहनु असल छैन र त यसरी भनिकन आज थुप्रोजना मान्छेले यसलाई मिसह्यान्डल पनि गर्छ यो वचनहरूलाई। सुन्नुहोस् है, तर हामीले यो वचनले के भन्दैछ यदि यसको गहिराईलाई बुझ्यौँ भने चाहिँ हामी बढ्न सक्छौँ। प्रभुको फेलोसिपमा आदम आउँदै गर्दाखेरि चाहिँ नि, आदमको त्यो जुन चाहिँ एउटा सानो नहुर्केको रूप चाहिँ नि मर्ने थियो, अनि आदम चाहिँ नि ट्रान्जिसन हुन थाल्छ, परिवर्तन हुन थाल्थ्यो है। जसरी म एउटा जन्मिँदाखेरि सानो नानी भएर जन्मेको हो नि त, तर आज त म त्यही नानीको ठाउँमा छुइनँ नि, म एउटा ट्रान्जिसन भएँ, तर मेरो त्यो नानीपना चाहिँ मर्यो है। मर्यो मतलब फिजिकल डेथ हुनु परेन, तर एउटा नेचर मर्दै गयो, एउटा स्वभाव मर्दै गयो, एउटा प्रवृत्ति मर्दै गयो। सो जबसम्म हामी त्यो प्रवृत्तिलाई होल्ड गरिरहन्छौँ नि, तबसम्म चाहिँ हामी एक्लोपनमा रहन्छौँ। अनि एक्लोपन चाहिँ यस्तो डरलाग्दो हो कि एक्लोपनभित्र चाहिँ थुप्रो कुराहरू आउँदो रहेछ। भजन सङ्ग्रह मैले पढ्दै थिएँ, भजन सङ्ग्रह 25:16 पदमा यसो भनेर लेखेको रहेछ। तपाईँहरूले मसँग हेर्नुहोस्, भजन सङ्ग्रह 25:16 त्यहाँ यसरी लेखेको छ, भजन सङ्ग्रह 25:16, मतिर फर्कनुहोस् र ममाथि कृपालु बन्नुहोस्, किनकि म एक्लो र कष्टित छु। सो जबसम्म हाम्रो पुरानो स्वभाव मर्दैन नि, हाम्रो लाइफमा एफ्लिक्सन आउँदो रहेछ। विल बी एफ्लिक्टेड। हाम्रो विचारले नै नि हामीलाई एफ्लिक्सन दिन थाल्छ। त्यहाँदेखि हामी के गर्छौँ भन्नुहोस् त, त्यसको फलस्वरूप चाहिँ नि वी ट्राई टु क्रिएट समथिङ विच इज लाइक मी। म जस्तै जे छ त्यसलाई म सृष्टि गर्ने कोसिस गर्छु। हामी अर्को मान्छेलाई नि किन मन पराउँछौँ बेसी भन्नुहोस् त। अर्को मान्छेलाई मन पराउने चाहिँ जस्तो अब एउटा मान्छेले नेचुरली कसैलाई साथी बनाउनु हो, या उसले केही चोइस गर्नु हो, उसले विवाह गर्नु हो, जीवन साथी बनाउनु हो भने उसले कस्तो खालको मान्छेलाई खोज्छ भने उसँग नेचर मिल्ने, उसँग प्रवृत्ति मिल्ने, उसको कुरासँग मिल्ने है। अनि हामीलाई अर्को मान्छे किन मन परेको बेसी भन्नुहोस् त। हामीले राम्रोसँगले विचार गऱ्यो भने हामीलाई अर्को मान्छे बेसी मन पर्ने कारण चाहिँ एउटा कारण चाहिँ के हो, ऊ म जस्तै छ, हामीलाई त्यस्तो मनपर्छ है। राम्रै हो त्यो, नराम्रो होइन, गलत होइन त्यो। तर कोही बेला चाहिँ नि हामी यस्तो चिजलाई क्रिएट गर्ने कोसिस गर्छौँ जो चाहिँ परमेश्वरको प्लान नै होइन। इट इज नट द प्लान अफ गड, परमेश्वरको योजना होइन। तर हामी के गर्न थाल्छौँ भने बिस्तारै बिस्तारै इँटा बनाउन थाल्छौँ। किनभने इँटा चाहिँ जस्तो छ एउटा इँटा अर्कै त्यस्तो इँटा बनाउन सक्छौँ है, सक्छौँ। इट इज पोसिबल। इँटा भन्ने कुरा नै त्यो पहिलोपल्ट जब इँटा बनाए मान्छेले, उनीहरूले के भनेको छ भन्दाखेरि नि उत्पत्तिको किताबमा भनेको रहेछ कि उनीहरूले यसरी भनेको रहेछ। उत्पत्तिको किताब 11 अध्यायमा 3 पदमा, तर 11को 1देखि नै पढ्नु पर्यो है। यसलाई यो वचनलाई बिल्ड गर्दैछु ल, मसँगै बस्नुहोस् है, नहराउनुहोस् है। अहिले बिचमा हराउनु भने तपाईँले फेरि केही बुझ्दैन, निष्कर्षमा आइपुग्दाखेरि बुझ्दैन तपाईँले फेरि है। टुक्रा टुक्रा बिल्डअप गर्दै लास्टमा गएर जोडिन्छ यो वचन, त्यहाँदेखि चाहिँ हामीले यसको निष्कर्षलाई बुझ्छौँ। 11 अध्यायमा गएर हेर्नु भने, उत्पत्तिको किताब 11 अध्यायमा गएर हेर्नु भने यसरी लेखेको छ, त्यस बेला जम्मै पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थियो र मानिसहरू पूर्वतिर सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेटाएर त्यहीँ बसोबास गर्न थाल्यो।
तिनीहरूले आपसमा भने लौ हामीहरू इँट बनाएर पोलौँ, ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे भनेको छ। अनि यो वचनलाई मैले अस्ति अलिकति फ्यामिली अल्टरमा पनि छोएको थिएँ, तपाईँले याद गर्नुभयो कि भएन। परमेश्वरले जब आफ्नो वेदी बनाउने नियम दिनुभएको छ, त्यो वेदी बनाउने नियम गर्दाखेरि चाहिँ दुईवटा मटेरियलको कुरा गरेको छ। तिमीहरूले मेरो निम्ति वेदी बनाउँदाखेरि माटोको कि त ढुङ्गाको। यसो अब त्यो भनेको चाहिँ आजको दिनमा हामी यहाँ तपाईँले माटोको पनि देख्नु भएको छैन, ढुङ्गाको पनि देख्नु भएको छैन। माटोको भनेको तपाईँ र म हो, हामी माटोले बन्नेको। अनि ढुङ्गाको भनेको जिउँदो पत्थरहरू हो, लिभिङ स्टोन्सहरू हो। पहिलो पत्रुस 2:5 के भनेको छ, हामीहरू चाहिँ जिउँदो पत्थर जस्तै एउटा अर्कोसँग जोडिँदै जान्छौँ। अनि त्यो जोडिँदै जाँदाखेरि हामीले के बनाउँछौँ, परमेश्वरको घरलाई बनाउँछौँ होइन। सो माटोको अनि जिउँदो पत्थर, लिभिङ स्टोन। सो प्रभुले भन्नुभएको कुरा चाहिँ उहाँ हिजो आज अनि सधैँभरि एक समान हुनुहुन्छ। ओके, अब न्यू टेस्टिमेन्टको टाइम हो, त्यसले गर्दाखेरि अब है त्यो सबै कुरा खारिज भयो। प्रभुले भन्नुहुन्न, प्रभुले भन्नुभयो म व्यवस्था र अगमवक्तालाई खारिज गर्न आएकै होइन, वास्तवमा बरु भन्दाखेरि म त पुरा गर्न आएको। र तिमीहरू मध्ये जसले यो सानोभन्दा सानो आज्ञालाई मान्छौ र अरूलाई पनि पालन गर्न सिकाउँछ, त्यो चाहिँ परमेश्वरको राज्यमा ठुलो हुन्छ। जसले मान्दैन अरूलाई पनि नगर भन्छ, त्यो परमेश्वरको राज्यमा पस्दैन भनेन नि। पस्यो भने पनि त्यो चाहिँ सबैभन्दा सानो हुन्छ। किनभने परमेश्वरको राज्यमा पनि सबैजना ठुलो भएर हुँदैन होला नि त। फेरि त्यहाँ पनि काम गर्नेहरू सानोतिनो हुनु पर्यो होला नि त है, त्यहाँ पनि है। सो उनीहरूको क्याटेगोरी परमेश्वरले अलरेडी डिफाइन गरिदिइसक्नु भएको छ है। त उनीहरूले चाहिँ के भन्नु थाल्यो भने नि, यो मान्छेहरूले चाहिँ भन्नु थाल्यो, होइन हामी के गरौँ, ढुङ्गाको साटो इँटा। तपाईँहरूलाई सोध्नु पर्यो, किन चाहिँ ढुङ्गाको साटोमा चाहिँ इँटा भन्यो होला? हजुर इँटा चाहिँ जोड्नु सजिलो हुन्छ नि त है, इँटा जोड्नु सजिलो हुन्छ। इँटा चाहिँ तपाईँले जस्तो सेपमा पनि ल्याउन सक्नुहुन्छ, तर ढुङ्गा चाहिँ तपाईँले सेपमा पाउनुहुन्न नि त, पाउँदैन। सो त्यसले गर्दाखेरि अब भयङ्कर ठुलो धरहरा बनाउनु भन्दा ढुङ्गाले त अब कति तला चाहिँ हुन्छ होला, ढुङ्गाको बिल्डिङ बनायो भने है, ढुङ्गा जोडेर 2 तला चाहिँ हुन्छ होला, तर त्योभन्दा माथि त जानु सक्दैन नि त। सो उनीहरूले के गर्दै थियो भने नि, दे वर बिल्डिङ अ स्पिरिचुअल पोर्टल। उनीहरूले एउटा आत्मिकी एउटा यस्तो पोर्टललाई खोल्दै थियो। तर त्यो पोर्टल खोल्नको लागि चाहिँ नि उनीहरूले के गर्यो भने बेसिक मटेरियल जो परमेश्वरको वेदी बनाउँदाखेरि चलाउनु भन्नुभएको थियो नि, त्यसलाई नै उनीहरूले चेन्ज गरिदियो फर्स्ट थिङ। अब यो चाहिँ कति बेला हुन्छ हाम्रो लाइफमा भन्दाखेरि चाहिँ नि, जब हामी आफैलाई एक्लो भेटाउँछौँ, अनि त्यो एक्लो भेटाउँदै गर्दाखेरि चाहिँ वी वान्ट टु डु समथिङ जहाँ चाहिँ म अर्को मान्छेलाई म जस्तै बनाउने कोसिस गर्छु। हेर्नुहोस्, हाम्रो कोसिस चाहिँ, मेरो कोसिस चाहिँ म जस्तो अर्को मान्छे बनाउने कोसिस गर्ने हुँदैन, त्यो चाहिँ रङ हो। तर जुन चाहिँ परमेश्वरले उसलाई डिफ्रेन्ट बनाउनु भएको छ नि, भिन्दै बनाउनु भएको छ, मैले त्यहाँभित्र भएको वरदानलाई त्यो भित्र भएको वरदानलाई बुझेँ, त्यो भित्र भएको वरदानलाई मैले सम्मान गरेँ, त्यो भित्र भएको कुरालाई मैले एकतामा ल्याउन सक्यो भने, हामी एक भयो भने चाहिँ अनोइन्टिङ आउँछ भनेको छ है। सो परमेश्वर नि मान्छेकोमा नि भएको त्यो बुद्धिसँग रिसाउनु भएको होइन, तर मान्छेले जुन चाहिँ परमेश्वरको उपस्थितिदेखि बाहिर निस्केर गर्ने कुरा गर्दै थियो नि, त्यो कुरा चाहिँ परमेश्वरलाई मन परेन। अनि भजनकारले के भन्यो अघि, मतिर फर्किनुहोस्, म त एक्लो भएको छु, अनि म चाहिँ के भएको छु, आई एम लोन्ली एन्ड एफ्लिक्टेड। सो जबसम्म त्यो गहुँको दाना मर्दैन नि, त्यो गहुँको दाना चाहिँ कस्तो ठाउँमा हुन्छ भने, ऊ चाहिँ एफ्लिक्टेड, ऊ चाहिँ एकदमै कष्ट भएको ठाउँमा हुन्छ। अनि त्यो कष्ट चाहिँ प्रसुतिको कष्ट होइन। बाइबलमा हामीले हेऱ्यो भने बाइबलमा भनेको छ, तिनीहरूले हावालाई गर्भधारण गर्यो भनेको छ, दे कन्सिभ्ड विन्ड भनेको छ, अनि उनीहरूले ठोसाहरू जन्मायो भनेको छ। हामी थुप्रोपल्ट स्पिरिचुअल्ली कन्सिभ गर्दै गरेको हुन्छौँ, तर यहाँ बाबेलको धरहरा जस्तै यिनीहरूले हावालाई नि गर्भधारण गर्दै थियो, ठोसा जन्माउनु आँटेको थियो, निर्माण गर्नु थाल्यो। दे स्टार्टेड टु बिल्ड। उनीहरूले निर्माण गर्दैछ, अनि निर्माण गर्दाखेरि उनीहरूलाई जस्तो इँटा चाहियो त्यस्तै बनाउँदैछ। अनि दोस्रो तिमोथी 3 के भनेको छ भने नि, अन्तको दिन चाहिँ नि यस्तो भयानक समय हुन्छ, मान्छेहरू चाहिँ स्वार्थी हुन्छ, दे विल बी लभर अफ सेल्फ। यदि म आफैलाई प्रेम गर्ने भन्छ, मेरो कोसिस के हुन्छ भन्नुहोस् त, म जस्तै अर्को बनाउने कोसिसमा हुन्छु। म जहिले पनि म इँटा बनाउने कोसिसमै हुन्छु।
किनभने त्यो इँटामा चाहिँ मलाई काम गर्नु सजिलो छ नि त। अनि हामी के भन्छौँ, हो मन मिल्ने सेवकाई है, त्यहाँदेखि थुप्रो छ नि, जात मिल्ने सेवकाई है, ड्रेसअप मिल्ने सेवकाई। अनि के हुन्छ, त्यस्तै बात मार्दै गरेको हुन्छ, त्यस्तै गफ हुँदै गरेको हुन्छ। मन मिल्ने है, जात मिल्ने, भात मिल्ने, कुनै के है, त्यो चाहिँ इँटा पोलेको मात्रै हो। तर ढुङ्गाले त ढुङ्गा त केही पनि एउटा ढुङ्गा अर्कोसँग मिल्दैन। तर जीवित पत्थर चाहिँ के छ, बाइबलले के भनेको छ, एउटा जीवित पत्थर चाहिँ अर्को जीवित पत्थरसँग जोडिँदै गर्दाखेरि चाहिँ परमेश्वरको घर बनिन्छ। आमेन। पहिलो पत्रुस 2:5 पढौँ त हामी के भनेर लेखेको रहेछ है, त्यहाँ यसरी बताएको छ नि। पहिलो पत्रुस 2:5 उनीहरूले चाहिँ त्यो जिउँदो पत्थरलाई नि दे वर ट्राइङ टु रिप्लेस विथ ब्रिक्स। उनीहरूले नि जिउँदो पत्थरलाई चाहिँ रिप्लेस गर्ने कोसिस गर्दै थियो। अब यहाँ हामीलाई परमेश्वरको वचनले के भन्दैछ हेर्नुहोस् है। पढ्नु पर्यो यसरी, ओके 4 पददेखि नै पढ्नु पर्यो। उहाँ कहाँ जाऊ जो जीवित पत्थर हुनुहुन्छ। हाम्रो प्रभु आफै पनि जीवित पत्थर हुनुहुन्छ। त्यो जीवित पत्थरलाई नि यसो मोसाले मोसाको लौरोले हिर्काएको मात्रै के थियो, त्यो जीवित पत्थरबाट के निस्क्यो, पानी निस्क्यो, जीवनको पानी निस्क्यो। मजाको कुरा है, अचम्मको कुरा नि। अब पत्थरबाट पानी निस्किनु, त्यो पत्थर अझै पनि छ, त्यो अझै पनि एउटा गवाई बनेर उभिरहेको छ, त्यो पत्थर है, जहाँबाट चाहिँ पानी निस्किएको थियो। अनि यहाँ भन्दैछ हामी चाहिँ उहाँ कहाँ जाऊ जो चाहिँ जीवित पत्थर हुनुहुन्छ तर मानिसहरूबाट इन्कार हुनु भएको। सो फलन नेचर अफ म्यान, मान्छेको गिरेको प्रवृत्तिले चाहिँ नि कहिले पनि एक्सेप्ट नै गर्नु सक्दैन। आज हामी प्रभुकै नाम लिइरहेका छौँ, प्रभुकै नाममा हामीले काम गरिरहेका छौँ, आज यो सङ्गतिमा पनि छौँ। तर कतिपल्ट म आफै पनि सोच्ने गर्छु है, के हामी त्यो ठाउँमा त हुँदैनौँ एक दिन, प्रभु तपाईँको नाममा हामीले यो काम गऱ्यौँ है। अब हिजो जस्तै हामीले बर्निङ बुस गऱ्यौँ नि त, प्रभु तपाईँको नाममा हामीले यो गऱ्यौँ त्यो गऱ्यौँ, चिन्दिनँ त म तिमीलाई अधर्मको काम गर्नेहरू भन्ने त कस्तो चाहिँ हुन्छ है, सोच्नु पनि नसक्ने कुरा हुन्छ। त्यो डरै लाग्छ, डरै लाग्दो कुरा हुन्छ। हामीले नि बाइबलमा हेऱ्यो भने अयुबलाई परमेश्वरले किन मन पराएको थियो भने अयुब सोझो मात्रै थिएन, अयुब चाहिँ नि निर्दोष पनि थियो। अयुबसँग चाहिँ परमेश्वरको भय पनि थियो। अनि परमेश्वरले अयुबलाई ब्लेस गर्नु भएको थियो। कतिपल्ट नि हामी सोझो हुन्छ, पृथ्वीमा नि प्रभुलाई विश्वास नगर्ने मान्छेहरू पनि थुप्रो सोझो हुन्छ। तर सबैजना सोझो मान्छेहरू निर्दोष चाहिँ हुँदैन। फेरि निर्दोष मात्रै भएर परमेश्वरको भय छैन भने पनि हुँदैन फेरि। सो एनिवेज पोइन्टमा आउँछु, हामी कसरी परमेश्वरलाई इन्कार गर्छौँ। यहाँ तपाईँ र म कुन चाहिँ ठाउँमा छौँ, जीवित पत्थरसँग जोडिँदैछौँ कि उहाँलाई इन्कार गर्ने ठाउँमा छौँ है। त यहाँ भन्दैछ उहाँ कहाँ जाऊ जो जीवित पत्थर हुनुहुन्छ, मानिसहरूबाट इन्कार हुनुभएको तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनु भएको र बहुमूल्य हुनुहुन्छ। तिमीहरू पनि यीशु ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहण योग्य आत्मिक बलिदान चढाउने उहाँको पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरू चाहिँ आत्मिक घर बन्दै जाऊ। सो इट वाज अ लिभिङ स्टोनले चाहिँ आत्मिक घर बनाउँछ। तर इँटाले चाहिँ नि उनीहरूले एउटा अन्धकारको पोर्टललाई खोल्नलाई तयारी भइरहेको थियो। सो जब मेरो कोसिस चाहिँ यो हुन्छ, म अर्को मान्छेलाई चाहिँ म जस्तै बनाउने कोसिस, प्रभुले अफकोर्स हामीलाई चेला बनाऊ भन्नुभएको छ है। तर चेला चाहिँ कसको? ख्रीष्ट यीशुको चेला, यीशु ख्रीष्टको चेला। अनि यीशु ख्रीष्टको सेवकाईमा हेऱ्यो भने यीशु ख्रीष्टको सेवकाई कस्तो थियो भन्नुहोस् त। यीशु ख्रीष्टको चेलाहरू सबैजना युनिक थियो, यति साह्रो युनिक थियो। सबैको आफ्नो आफ्नो एउटा अचम्मको क्यारेक्टर थियो जो सबै शरीरको थियो। तर भए पनि अल्टिमेटली उनीहरू के भने नि, अब यही पत्रुसले लेख्दैछ। कस्तो चाहिँ थियो पत्रुस, अब हामीलाई थाहा छ नि है, कस्तो बाठे है, उही बाठे हुनुपर्ने है। प्रभुले एकदमै उसलाई सर्काई भेटी पनि हाल्थ्यो, राम्रो सबैजनाको अगाडि देख्यो भने हुन्थ्यो। एकैछिनमा शैतान भनी पनि माग्थ्यो है, पानी माथि पनि हिँड्थ्यो, फेरि उही डुब्थ्यो पनि है। पिक्युलर क्यारेक्टर थियो नि, सबैजना अलग अलग। म सधैँ भनिरहन्छु नि चेलाहरूको, अन्त म यहाँ हामी काम गर्दै गर्दाखेरि हाम्रो भाइ बहिनीलाई पनि त्यही भन्छु, हामीले चाहिँ एका दुस्रामा भएको है डिफ्रेन्ट क्यारेक्टरलाई हामी झगडा पर्नु हुँदैन त्यो ठाउँमा चाहिँ। तर प्रभुले चाहिँ कसरी चलाउन सक्नुहुन्छ एउटा मान्छेलाई, हामीले त्यो सिक्नुपर्छ भनेर म भनिरहन्छु। किनभने होइन भने चाहिँ मैले म जस्तै सबैजनालाई बनाउने कोसिस गरेँ भने चाहिँ के हुन्छ भने
है। त्यहाँदेखि चाहिँ त्यो गाह्रो हुन्छ एकदमै। त्यो चाहिँ मैले इँटै मात्रै बनाइरहेको तर छ नि सबैकोमा डिफ्रेन्ट क्यारेक्टर्स छ। तर त्यो डिफ्रेन्ट क्यारेक्टरमा परमेश्वरले राखिदिनु भएको युनिक नेचर छ नि। लिभिङ स्टोन बन्यो भने चाहिँ, यदि तपाईँ र म जिउँदो पत्थर बन्यो भने चाहिँ वी बिकम द हाउस अफ गड। तर तपाईँ र म इँटा बन्यो भने चाहिँ हामी चाहिँ बाबेलको धरहरा बनिन्छ फेरि। अनि बाबेलको धरहरा बनाउनु थाले उनीहरूले। दे स्टार्टेड टु बिल्ड, इट वाज एन अल्टर। मैले अस्ति भने नि, सेयर गरेँ नि, त्यो एउटा वेदी थियो। त्यो वेदीले चाहिँ नि उनीहरूले के भन्यो, हामी यस्तो धरहरा बनाऊ, एउटा यस्तो सहर बनाऊ, आफ्नै सहर बनाऊ, सिटी बनाऊ, किङडम बनाऊ, अनि त्यो सहरमा हामी यस्तो धरहरा बनाऊ जसको टुप्पो चाहिँ स्वर्गसम्म नै पुग्छ। एउटा स्पिरिचुअल पोर्टललाई हामी रेज गरौँ। तर त्यो स्पिरिचुअल पोर्टल रेज गर्नको लागि चाहिँ नि उनीहरूलाई के चाहिएको थियो भन्दाखेरि चाहिँ उनीहरूले नि उनीहरूभित्र भएको डिजाइन, उनीहरूभित्र भएको नक्सामा नि सायद केही घटी कमी थिएन होला, तर उनीहरूले नि परमेश्वरको प्रिन्सिपललाई, क्यारेक्टरलाई निकालिदियो। प्रभु यीशु ख्रीष्टले यूहन्ना 12:30 मत्ती 12:30 भन्नुभएको छ, जो मसित छैन त्यो मेरो विरुद्धमा छ। हेर्नुहोस्, यदि तपाईँ र म प्रभुसँग छैन भने नि प्रभुले हाम्रो लाइफको डिजाइनलाई खोज्नुहुन्न। प्रभुले जब लुसिफरलाई झारिदिनु भयो नि, त्यसको ऱ्याङ्कबाट झारिदिनु भयो नि, त्यसको एबिलिटिजहरूलाई केलाई पनि झिक्नु भएको छैन, केलाई पनि खोज्नु भएको छैन। तर त्यसले हराएको चाहिँ आफ्नो लाइफमा के भन्नुहोस् त, प्रभुको प्रेजेन्सलाई हराएको, प्रभुको उपस्थितिलाई हराएको, प्रभुको उपस्थितिलाई हराएको। अनि हामी प्रभुको उपस्थितिलाई हराएर पनि नि वी क्यान स्टिल बी ट्यालेन्टेड। हामी एकदमै योग्यको हुन सक्छौँ। आज म यहाँ वचन पनि बोल्न सक्छु। इनफ्याक्ट म वचन पनि बोल्न सक्छु, मान्छेहरूले वाउ पनि भन्नु सक्छ, अनि सुन्ने मान्छेको नि त्यो उसको विश्वासको कारणले गर्दा ऊ आशिषित पनि हुन सक्छ। तर म आफै प्रभुको उपस्थितिबाट निस्केको पनि हुन सक्छु फेरि। किनभने परमेश्वरले नि एउटा मान्छेको जीवनबाट वरदान चाहिँ कहिले पनि खोसाउनुहुन्न। सो यिनीहरूकोमा डिजाइन थियो नि, ओ स्वर्गसम्म नै पुग्ने कुरालाई गरौँ भन्ने कुरालाई। नराम्रो थिएन नि, नराम्रो थिएन। तर उनीहरूले के गर्यो भने प्रभुको उपस्थितिलाई निकालिदिने कोसिस गर्यो। प्रभुले राख्नु भएको अरिजिनल कुरा चाहिँ के थियो भने लिभिङ स्टोन्सहरू थियो, बट दे ट्राई टु क्रिएट ब्रिक्स। है, आज हाम्रो घरको भित्तामा इँटा लाउनु हुँदैन भनेको होइन है, लाउनुहोस्, इँटा लाउनै पऱ्यो नि, त्यो त बनाउँछ इँटाकै। फेरि कतिजना मान्छे चाहिँ अब यस्तो रिलिजियस स्पिरिटमा हुन्छ, भोलिको दिन इँटालाई देख्यो भने पनि है, सपनामा मैले इँटा देखेको थिएँ भन्नु थालिहाल्छ। प्लिज त्यस्तो भनेको होइन है। तर हामी कति बेला एक्लो छौँ? म एक्लो चाहिँ त्यति बेलासम्म हुन्छु जबसम्म म मर्दिनँ। तर यो मान्छेले नि उसको एक्लोपनलाई कसरी पुरा गर्न थाल्यो निम्रोदले भन्दाखेरि चाहिँ नि उसले के गर्यो, इँटा बनाऊ, हिलोको सट्टा, माटोको सट्टा चाहिँ हामी है के गरौँ, इँटालाई पोलौँ हामी है। सरी, माटोको सट्टा होइन, ढुङ्गाको सट्टा हामी इँटा बनाऊ, अनि माटोको सट्टा चाहिँ हामी के गरौँ, अलकत्रा बनाऊ। उसले नि बेसिक मटेरियललाई नै चेन्ज गरिदियो। उसले परमेश्वरले राखिदिनु भएको फाउन्डेसनको, प्रभुको प्रेजेन्सको एउटा बेसिक मटेरियललाई अनि उसले चेन्ज गर्दाखेरि नि, यदि तपाईँले त्यसको इतिहास पढ्नु भने नि उनीहरूलाई कस्तो भयो भन्दाखेरि नि अल्टिमेटली त्यो बनाउँदै गयो नि। तपाईँले बाबेलको धरहराको इतिहासलाई पढ्नु भने नि मान्छेहरू यति साह्रो स्वार्थी भएको थियो अरे। एउटा त्यो इँटा बोकेर माथि पुर्याउनु, एउटा इँटा पुर्याउनु 1 वर्ष लाग्थ्यो अरे। अनि इँटा झऱ्यो भने चाहिँ यस्तो डरलाग्दो बिलौना गर्थ्यो अरे। तर इँटा बोक्ने मान्छे चाहिँ नि माथिबाट झरेर मऱ्यो भने चाहिँ केही पनि फरक पर्दैन थियो कसैलाई पनि। जब हामी इँटा पोल्न थाल्छौँ नि, वी लुज द भिजन, परमेश्वरको प्रेम, परमेश्वरको चरित्र, परमेश्वरको क्यारेक्टर है। त्यो एक्लोपनभित्र नि एफ्लिक्सन चाहिँ त्यस्तो हुन्छ। हाम्रो माइन्ड नि, हाम्रो सोल चाहिँ नि, हाम्रो प्राणभित्रबाट दुखित भइराखेको हुन्छ। खासमा हामी भित्र हुनुहुने पवित्र आत्मालाई हामीले सन्ताप दिँदै गरेका हुन्छौँ। अन्त त बाइबलले भनेको छ इफिसी 4:30 है, तिमीले पवित्र आत्मालाई सन्ताप नदेऊ है, जो चाहिँ तिमीहरूले नि उद्धारको दिनको लागि तिम्रो जीवनमा छाप लगाएको छ। हामीले नि वी ग्रिभ द होली स्पिरिट, हामी पवित्र आत्मालाई ग्रिभ गराउँदै गरेका हुन्छौँ। अनि हाम्रो लाइफको भ्याल्यु सिस्टम नि बदलिन्छ, हाम्रो लाइफको भ्याल्यु बदलिन्छ। अनि लाइफको भ्याल्यु बदलेपछि चाहिँ नि म के गर्न थाल्छु भने नि आई ट्राई टु क्रिएट, म केही कुरालाई क्रिएट, हाम्रो अरिजिनल कुरालाई नि बिस्तारै डुप्लिकेटले रिप्लेस गर्न थाल्छ। एकतालाई नि गुटबन्दीले रिप्लेस गर्छ है। पवित्रतालाई नि हामी म लाइक माइन्डेड
पिपलले रिप्लेस गर्न थाल्छ है। लाइक माइन्डेडनेसले होलिनेसलाई रिप्लेस गर्छ है। युनिटीलाई नि मान्छेको गुटबन्दीले आज नि हामीलाई थाहा नपाइकन हामी यसले प्रभावित भएको छ। आज यो कोठाभित्र भएको कुनै पनि व्यक्ति यस्तो छैन, इन्क्लुडिङ माइसेल्फ, जो यो कुराले हामी प्रभावित नभएको। हामी सबैजना नै प्रभावित भएका छौँ। अन्त त हामीलाई तिनीहरूको बिचबाट निस्केर आऊ भन्दाखेरि चाहिँ एउटा ग्रुप अफ मान्छेकोबाट भनेको होइन, त्यो स्वभावबाट, त्यो क्यारेक्टरबाट है म एउटा ठाउँबाट निस्किन सक्छु, तर आई क्यान स्टिल ह्याभ द्याट क्यारेक्टर। त्यो चरित्र चाहिँ म भित्र नै छ भने चाहिँ जबसम्म म गहुँको दाना जमिनमा परेर मर्दैन तबसम्म चाहिँ त्यो के हुन्छ अरे, एक्लै हुन्छ। मैले भनेको वचनलाई बुझ्दै हुनुहुन्छ तपाईँहरूले? हजुर, यो अलिकति गहिरो कुरा गरेको आज। किन भन्दाखेरि चाहिँ होइन भने चाहिँ लास्टमा गएर हामी के हुन्छ, इँटा बनाउने इँटावाला हुन्छ सबैजना इँटावाला हुन्छ कि चाहिँ अलकत्रावाला हुन्छ, दुईटामा एउटा हुन्छ। अनि हामी के गर्छ, फेरि त्यही चक्रलाई हामीले घुमाइरहन्छौँ लाइफमा। सो यिनीहरूले के गर्यो भन्दाखेरि नि यिनीहरूले बेसिक मटेरियललाई चेन्ज गर्यो। सो तपाईँ र म मर्नुपर्ने ठाउँ त्यो जुन चाहिँ त्यो पुरानो आदमको नेचर, त्यो फलन नेचरको मर्नुपर्ने ठाउँ चाहिँ त्यो ठाउँमा छ। जब नि म त्यो हटाउन, त्यो कुरालाई मार्नलाई म तयारी छु। पौलले के भनेको छ, जब म बालक थिएँ, म बालक जस्तै सोच्थेँ, बालकले जस्तै विचार गर्थेँ, तर अब मैले छोडिदिएको छु। कतिजना आज हुनुहुन्छ असन्तुष्टताले सताइरहेको छ हामीलाई, हामी असन्तुष्ट भइरहेका छौँ है। हामी त्यसलाई माथिबाट छोप्नु सक्छौँ, तर हृदयको कुरा त हृदयले जान्दैछ नि त। हामी काहीँ न काहीँ असन्तुष्ट भइरहेको हुन सक्छौँ। तर यदि त्यो एफ्लिक्सनबाट निस्किनु हो बाहिर भने चाहिँ नि प्रभुले भन्नुभयो, इट इज नट गुड द्याट म्यान सुड बी अलोन। मान्छे एक्लो हुनु जरुरी राम्रो होइन। सो ऊ चाहिँ कहाँ आउनु पर्थ्यो भन्दाखेरि चाहिँ आदम चाहिँ नि परमेश्वरको फेलोसिपमा आउनु पर्थ्यो। फेलोसिप उसको क्राइसिसबाट केही कुरा सृष्टि भएको भन्दाखेरि चाहिँ परमेश्वरको ब्लेसिङ्सबाट सृष्टि भएको चाहिँ शक्तिशाली कुरा हो। हेर्नुहोस् है, अभावबाट सृष्टि भएको भन्दाखेरि चाहिँ नि परमेश्वरको योजनाबाट सृष्टि भएको कुरा चाहिँ नि साह्रै शक्तिशाली हुन्छ। आमेन। कतिवटा कुराहरू अब संसारले चाहिँ के भन्छ नि मैले एउटा लाइन नै बिग्रियो, इज द मदर अफ इन्भेन्सन भन्छ नि, के पो भन्छ एउटा नेसेसिटी। संसारको साहित्यले चाहिँ भन्छ नेसेसिटी इज द मदर अफ इन्भेन्सन भन्छ नि। संसारले चाहिँ त्यसरी भन्छ। आवश्यकता चाहिँ कुनै पनि आविष्कारको आमा हो भनेर भन्छ नि। तर परमेश्वरले चाहिँ कुनै पनि कुरालाई सृष्टि गर्दाखेरि चाहिँ आवश्यकताबाट गर्नुहुन्न कहिले पनि। परमेश्वरको चाहिँ पूर्व योजना छ। आमेन। सो मान्छेलाई सृष्टि गर्दाखेरि नै के भनेको छ, सो गड क्रिएटेड म्यान इन हिज ओन इमेज। उत्पत्ति 1:26 अनि 27 भनेको छ, मेल एन्ड फिमेल, स्त्री र पुरुष नै सृष्टि गर्नुभएको छ। तर नि जब आदम एक्लोपनमा जान्दै गरेको देख्दै थियो नि, त्यति बेला चाहिँ परमेश्वर ओहो इट्स नट गुड, मान्छे एक्लो बस्नु चाहिँ राम्रो होइन, एक्लो बस्नु चाहिँ राम्रो होइन। आई डोन्ट नो कि आदम परमेश्वरको फेलोसिपमा जान्नु छोडिसकेको थियो कि, किनभने परमेश्वर चाहिँ मान्छेसँग दिनको शीतल समयमा, साँझको त्यो शीतल समयमा भेट्नुहुन्थ्यो। परमेश्वरको उपस्थितिमा विश्राम छ नि त, त्यो ठाउँमा आदम आउनु छोडिसकेको थियो कि। अनि परमेश्वरले फोर्स कसैलाई पनि गर्नुहुन्न। आज हामी आमा बाउले छोराछोरीलाई तालिम दिनुपर्छ है। यो तालिम दिएको कारणले गर्दाखेरि नानीहरू सङ्गतिमा आउँछ नि, तर फोर्स गर्नु सक्दैन नि, फोर्स गर्नु सक्दैन। ऊ आइदिन्छ, बसिदिन्छ, अनि ऊ बसिदिएर पनि उसले नसिक्न सक्छ। आदम पनि त्यो प्रेजेन्सबाट नि निस्किँदै गइसकेको थियो। सायद ती थियो होला, प्रभु पनि ती हुनुहुन्थ्यो, बात पनि मारिरहेको छ, तर प्रेजेन्सबाट समहाउ निस्किन थाल्यो। सो परमेश्वरले के गर्नुभयो, सबै पशुलाई बोलाइकन आदमलाई भन्न थाल्यो नाम राख। अनि त्यहाँ के भनेको छ, आदमलाई सुहाउँदो कोही पनि पाएन, आदमलाई नै हेर्न दिनुभयो। ओके है त, यहाँ भेटाउँछस् कि। परमेश्वरले नि केही कुरा गर्नु हुँदाखेरि एउटा कुरालाई हामी याद राख्नुपर्छ, हामीले के कुरा सिक्नुपर्छ भने नि परमेश्वरले हामीलाई यस्तो खाँचोमा पारेर है इन्भेन्सन गर्नुहुन्न केही कुरा पनि। प्रभुको तरिकामा चाहिँ
परमेश्वरले चाहिँ सबै कुराहरूलाई अगाडिबाट तय गर्नुभएको छ। आमेन। यो वचनमै लेखेको छ नि, मैले भनेको होइन। आउनुहोस् त, रोमी किताब 8 अध्यायमा लेखेको छ। रोमीको किताब 8 अध्यायमा यो कुरालाई पौलले बताएको छ। रोमी किताब 8 अध्यायको 28 पदमा लेखेको छ यो कुरा। आज तपाईँहरू कतिजना है यहाँ जवान भाइहरू बहिनीहरू, तपाईँ प्रभुमा हिँड्दै गरेका छोराछोरीहरू, तपाईँहरू कतिजना आज यो ठाउँमा हुनुहुन्छ जहाँ चाहिँ नि अब मेरो लाइफमा इन्भेन्ट भएन, यो मैले निर्णय लिन भने चाहिँ मेरो लाइफ सक्यो होला भनेर तपाईँले हतारमा नि गलत निर्णय लिन आँट्नु भएको छ। सुन्नुहोस् है, हतार गर्ने मान्छेले चाहिँ बाटो बिराउँछ भनेको चाहिँ यसरी भन्दैछ। पढौँ ल हामी, म 1 2 3 भन्छु, सबैजना पढौँ ल। 1 2 3। हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। 29 पनि पढौँ हामी। जसलाई उहाँले पहिलेबाट चिन्नु भएको छ, उहाँले तिनीहरूलाई आफ्नो पुत्रको रूप समान बनाउनलाई धेरै भाइहरूमध्ये उहाँ चाहिँ ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभएको छ। आमेन। अब यसलाई म अझै तलसम्म पढिदिनु पऱ्यो, 30 मा कन्टिन्यू हुन्छ है। जसलाई उहाँले अघिबाट नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो, र जसलाई बोलाउनु भयो तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो, र जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नु भयो। सो अलरेडी सबै कुराहरू नै हाम्रो लागि राखिदिएको छ। तर हामी हतार गर्दाखेरि चाहिँ के हुन्छ भने नि, हामी बाटो बिराइ पठाउँछ। किनभने हामीलाई यति साह्रो हतार लागेको छ नि त। अनि बाइबलले भन्छ हतार गर्ने मान्छेले चाहिँ बाटो बिराउँछ। हतार लाग्यो उसलाई, अनि हामी के गर्छौँ, हामी यो निम्रोदलाई पनि हतार लाग्यो, लु छिटो छिटो गरौँ, हामी स्वर्गसम्म नै पुग्ने धरहरा बनाऊ। उसकोमा भएको विजडम कस्तो चाहिँ थियो होला, त्यत्रो संसारलाई, त्यति बेलाको पृथ्वीलाई इन्फ्लुएन्स गर्न सक्ने चाहिँ कस्तो चाहिँ, कुन चाहिँ स्पिच चाहिँ थियो होला है। आजको जस्तो इन्टरनेट पनि थिएन, तर के चाहिँ भन्यो होला, त्यो उसको त्यो मेसेज चाहिँ कस्तो चाहिँ थियो होला, सबैजना नै तात्यो एकैछिनमा है। हाम्रोमा क्यापासिटी हुन्छ नि, हाम्रोमा क्षमता छ नि, वरदानहरू छ नि, तर नि हामीले कुरा बुझेनौँ, गहुँको दाना जमिनमा परेर मरेन भने चाहिँ नि तबसम्म चाहिँ त्यो एक्लै रहन्छ। अनि वी वान्ट टु मेक ब्रिक्स, हामी इँटा पोल्न चाहन्छौँ। अनि त्यो इँटा पोल्नु भनेको चाहिँ नि आज मेरो विचारसँग मिल्ने, मेरो सोचसँग मिल्ने है, मैले भनेको जस्तै बुझ्नु सक्ने। र परमेश्वरले यदि त्यस्तो हो भने त हामी कसै न कसैको फिङ्गर प्रिन्ट मिल्थ्यो होला नि है। आजको दिनमा नि सबैजनाको आइरिस स्क्यान गर्छ नि है। किन स्क्यान गरे, किन फिङ्गर प्रिन्ट स्क्यान गरेको? किनभने आजको दिनमा यस्तो टेक्नोलोजी छ, मान्छेले मुकुन्डा बनाएर मास्क पनि लगाउन सक्छ है। मेरो जस्तै, मैले त्यो मास्क बनाउने फ्याक्ट्रीमा गर्ने, मेरो जस्तै अनुहार भएको बनाइदिन सक्छ। उनीहरूले फोटो खिच्दाखेरि चिन्नु सक्दैन, तर लास्टमा कहाँबाट पक्रिन्छ त्यो मान्छेलाई भन्नुहोस् त? आँखाबाट पक्रिहाल्छ नि, उसको फिङ्गर प्रिन्टबाट पक्रिहाल्छ। किनभने युनिक छ नि त, कोही पनि कोहीसँग नमिल्ने खालके छ। किनभने अल अफ अस, हामी सबैजना नै जिउँदो पत्थरहरू हो। आमेन। तर हामी जिउँदो पत्थर चाहिँ नि त्यति बेला मात्र एकतामा आउन सक्छौँ जब हामी यो कुरालाई बुझ्छौँ। सो प्रभुले के भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, एउटा गहुँको दाना चाहिँ नि जबसम्म जमिनमा परेर मर्दैन नि तबसम्म चाहिँ त्यो एक्लै हुन्छ। किन? वाइ डु वी सफर लोनलिनेस? आज कतिजनाले एक्लोपनसँग, आज संसारमा नि वान अफ द ग्रेटेस्ट पेन्डेमिक अहिलेको दिनको के हो भन्नुहोस् त? लोनलिनेस। पिपल आर लोनली। मान्छेहरू एक्लो भएको छ, कसैले पनि मलाई बुझ्दैन, मलाई बुझ्दिने कोही पनि छैन भनिकन हामी भनिरहेका छौँ। अनि हामी चाहिँ तबसम्म चाहिँ एक्लो रहँदो रहेछौँ जबसम्म हाम्रो पुरानो नेचर मर्दैन। तर जब हामी त्यो पुरानो नेचर मर्छ नि, हामीले चाहिँ नयाँ रूपलाई पाउँदो रहेछौँ। सच अ पावरफुल थिङ। नयाँ रूपलाई हामी धारण गर्दो रहेछौँ। अनि त्यो नयाँ रूपको शक्ति चाहिँ के छ भने नि, इट क्यान मल्टिप्लाई, हजारौँ गुणा त्यसले फल फलाउन सक्छ, यति बिघ्न फल फलाउन सक्छ। अनि बाइबलमा भनेको छ, यदि तिमीहरूले मेरो वचनलाई पालन गर्यो भने तिमीहरू मेरो चेलाहरू हो।
अनि सत्य के हो तिमीले जान्नेछौ अनि सत्यले तिमीलाई स्वतन्त्र बनाउँछ। अनि तिमी स्वतन्त्र मात्रै हुँदैनौ, यु विल बियर फ्रुट, तिमीले फल फलाउँछौ अनि त्यो फलले चाहिँ परमेश्वर पिताको महिमा हुन्छ। द्याट विल ब्रिङ ग्लोरी टु द फादर। परमेश्वर पिताको महिमा हुन्छ। मेरो शरीरद्वारा मैले परमेश्वर पिताको महिमा गरेँ। आज नि कतिपल्ट मान्छे नि एक्लोपनमा यस्तो एक्लो छ, एक्लोपन। संसारको कस्तो कस्तो मान्छेहरू भन्छ नि, लेखिरहेको हुन्छ नि डायलग है, माथि टुप्पोमा चाहिँ देयर इज लोन्ली एट द टप भन्छ नि है, माथि चाहिँ एक्लोपन छ, एक्लो माथि पुग्यो नि, माथि पुग्यो तर एक्लोपन छ है। निम्रोद कस्तो भयङ्कर भाषण दिने मान्छे थिएछ, भयङ्कर भन्ने मान्छे थिएछ, तर यु आर सफरिङ लोनलिनेस। आज नि संसार नि लोनलिनेसले सताइएको छ। लोनलिनेसले किन सताएको भन्दाखेरि चाहिँ बिकज वी डोन्ट मल्टिप्लाई, हामी वृद्धि नै हुँदैनौँ। अनि हामी किन वृद्धि भएनौँ भन्दाखेरि चाहिँ नि, किनभने हामी जमिनमा त परेका छौँ तर हाम्रो पुरानो नेचरलाई हामी गिभ अप गर्नलाई तयारी छैनौँ, हामी त्याग्नुलाई तयारी छैनौँ। जुन दिन नि म मेरो पुरानो नेचरलाई त्याग्नुलाई तयारी हुन्छ नि, त्यसले चाहिँ के लिएर आउँछ हाम्रो जीवनमा भन्दाखेरि त्यसले वृद्धिलाई लिएर आउँछ है। मतलब फाइनेन्सियल सक्सेस, संसारमा सफलता, मैले त्यो सबै कुरा गरेको होइन। यो संसार त टेम्पोरेरी प्लेस हो। बाइबलले हामीलाई हिब्रूको किताब 13 अध्यायको 14 पदमा भनेको छ, यहाँ त हाम्रो रहिरहने सहर नै छैन भनेको छ। यहाँ रहिरहने सहर छैन, हामी यहाँ रहिरहने सहरको लागि काम पनि गरिरहेका छैनौँ, यहाँ रहिरहने केही पनि छैन, तर हामी त आउनेवालालाई हेर्दैछौँ भनेर लेखेको छ। हेर्नुहोस् है, यहाँ भन्दैछ किनकि यहाँ हाम्रो रहिरहने सहर छैन तर आउने चाहिँ सहरको हामी प्रतीक्षा गर्दैछौँ। हामी त आउने सहरलाई प्रतीक्षा गर्दैछौँ नि त। तर अब गहुँको दाना अघि, अब फेरि म यता जान चाहन्छु, पहिलो कोरिन्थी 15 अध्यायमा अघि हामीले पढ्दै थियौँ, पौलले भन्दै थियो, पहिलो कोरिन्थी 15 अध्यायको 35देखि म पढ्दै थिएँ। तर कसैले सोध्ला मृतकहरू कसरी पुनर्जीवित हुन्छ र तिनीहरू कस्तो किसिमको शरीरलाई लिएर आउँछ? ए मूर्ख हो, जे तिमी रोप्छौ त्यो नमरिकन सजीव हुँदैन है। हामीले मकै रोप्यो भने पहिला मकैको दाना चाहिँ जमिनमा परेर मर्छ। हामीले मेटामोर्फोसिस भन्छौँ नि अरू बेला है, एभ्रिथिङ गोज थ्रु अ मेटामोर्फोसिस। अर्को रूपमा जानुको लागि, एउटा झुसुले पुतलीमा जानुको लागि चाहिँ त्यो धोक्रेभित्र त्यो मर्छ फर सम डेज, त्यो त्यहाँभित्र भएर त्यसको पुरानो डल्लै मर्छ। त्यहाँदेखि त्यो जब धोक्रेबाट बाहिर निस्किन्छ, परमेश्वरले त्यसभित्र पुतलीको जीवन हालिदिनुहुन्छ त्यो धोक्रेमा। अनि त्यो पुतलीको जीवन हालेपछि त्यो झुसुले चाहिँ अघि भुइँमा घस्रेर हिँड्दै थियो, अब आकाशमा उड्ने पुतली भयो है। चेन्ज भन्ने मेटामोर्फोसिस। सो मेटामोर्फोसिस एभ्रिथिङमा हामी देख्छौँ, हरेक कुरामा नै देख्छौँ, एउटा परिवर्तनलाई हामी देख्छौँ। अनि त्यो परिवर्तन चाहिँ के हो भन्दाखेरि चाहिँ जे तिमी रोप्छौ त्यो चाहिँ पछि हुने शरीर होइन, तर बिउ मात्र रोप्दछौ, चाहे गहुँ अथवा अरू कुनै किसिमको अन्न होस्, तर आफूलाई खुसी लागे बमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ र हरेक किसिमको बिउलाई त्यसैको शरीर दिनुहुन्छ। सबै शरीर एकै किसिमको हुँदैन, मजाले भन्दैछ हेर्नुहोस् त, एकै किसिमको हुँदैन, वी आर डिफ्रेन्ट। तर यो डिफ्रेन्ट चाहिँ नि जीवित लिभिङ स्टोन्सहरू जोडिन्छौँ हामी, एउटासँग अर्को जोडिँदै गर्दाखेरि नि परमेश्वरको घर, परमेश्वरको मन्दिर हामी बनिन्छौँ है। त्यहाँ भन्दैछ सबै किसिमको शरीर एकै किसिमको हुँदैन अरे, सबै शरीर एकै किसिमको हुँदैन। मानिसको शरीर एक किसिमको र जीव जन्तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको, माछाहरूको अर्कै किसिमको। अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छ। स्वर्गीय शरीरको तेज एक किसिमको छ र पार्थिव शरीरको तेज अर्कै किसिमको। सूर्यको तेज एक किसिमको, चन्द्रमाको तेज अर्कै किसिमको र ताराहरूको तेज अर्कै किसिमका हुन्छन्, किनकि एउटा तारा अर्को तारा भन्दाखेरि तेजमा भिन्दै हुन्छ। सबै नै डिफ्रेन्ट छ भन्दैछ, सबै नै डिफ्रेन्ट। त्यही डिफ्रेन्सभित्र नै परमेश्वरको महिमा छ वास्तवमा। त हामी आज कतिजना त्यो एक्लोपनमा छ। म एउटा इलिस्ट्रेसन दिनु पऱ्यो बाइबलबाट। यो लास्ट इलिस्ट्रेसन म तपाईँहरूलाई पहिलो राजाबाट दिन चाहन्छु। एउटा इट इज अ प्लाइट अफ अ प्रफेट। एउटा अगमवक्ताको नि एक्लोपनको कुरालाई गरेको छ उसले है। यो मान्छे भयङ्कर पवित्र मान्छे है, जिउँदै स्वर्ग उचालेको, तर यो मान्छे भित्रको नि सफरिङलाई हेर्नुहोस् है। सफरिङ चाहिँ तबसम्म छ नि त है, तबसम्म छ त्यो एफ्लिक्सन चाहिँ जबसम्म उसले एक्लोपनलाई अनुभव गरिरहेको छ। पहिलो राजा 19 अध्यायमा एलियाको कुरा गरेको मैले। एलियाले के भनेको छ नि, पहिलो राजा 19 को 10 पदमा
पहिलो राजा 19को 10 पदमा उसले के भन्दैछ हेर्नुहोस् ल। यसरी भन्दैछ, माथिदेखि नै पढ्नु पर्यो त्यो प्याराग्राफदेखि नै। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, ए एलिया तँ के गर्दैछस्? है, भेरी गुड क्वेसन, भेरी पावरफुल क्वेसन। ए एलिया तँ यहाँ के गर्दैछस्? है, यो प्रश्न मेरो लागि पनि हो। ए सोलोमन तँ यहाँ के गर्दैछस् भनेको। है, सबैजनाले आफ्नै नाम काटेर भन्नुहोस् त, भन्नुहोस् त। प्रभुले सोधेको क्वेसन आफूलाई सोध्नु राम्रो हो, किन प्रभुले सोध्नु भएको क्वेसन चाहिँ हामीलाई जिस्काउनु भएको होइन। एलिया चाहिँ नि भाग्दै थियो, प्रभुसँग रिसाउँदै थियो, मलाई मारिदिनुहोस् भन्दै थियो। है, प्रभुले तपाईँलाई मार्नु आउनुहुन्न, यु हेभ टु पुट टु डेथ वाट इज अर्थली इन यु। उसले ओ प्रभु मलाई मारिदिनुहोस्, म कुनै मान्छे भन्दा राम्रो छुइनँ भन्दै थियो। प्रभुले मार्नुहुन्न नि त्यसरी। त्यसो भन्दा हाम्रो फ्री विल त के भयो त त्यसो भए त? है, हाम्रो फ्री विल। सो उसले भनेछ तँ के गर्दैछस्? तिनले भने, सर्वशक्तिमान परमप्रभुको निम्ति म साह्रै जोसिलो भएको छु, बेसी जोसिलो भयो। इजरायलीहरूले तपाईँको करार त्यागेका छन् र तपाईँको वेदीहरू भत्काइदिएका छन् र तपाईँको अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु, अब तिनीहरूले मलाई पनि मार्नु खोज्छ। उसले के भन्दैछ? आई एम एलोन, आई एम ओन्ली लेफ्ट। म मात्रै छु, है, म मात्रै छु, आई एम एलोन। यही कुरालाई नि रोमी 11को 3मा चाहिँ पौलले भनेको छ, म एक्लै छु भनेर उसले भनेको छ, म एक्लै छु। रोमी 11को 3मा नि त्यही स्टेटमेन्टलाई कसरी भनेको छ हेर्नुहोस् ल। कि रोमी 11को 3मा पनि त्यसलाई रिस्टेट गरेको छ। एकपल्ट हेरौँ, रोमी 11को 3मा, हे प्रभु, तिनीहरूले तपाईँको अगमवक्ताहरूलाई मारेका छन्, तपाईँका वेदीहरू भत्काइदिएका छन्, म मात्रै एक्लै छोडेको छु। है, कस्तो दामी भनेको थियो नि उसको हिसाबले त, कस्तो दामी। प्रभु पनि इम्प्रेस हुने। है, कोही छैन। कतिजनालाई आज यस्तो लागिरहेको छ कोठामा, कोही छैन, म मात्रै, अरू अगमवक्ताहरू पनि कोही काम नलाग्ने, सबै भएको मारिदियो, म मात्रै छु एउटा कुरा बुझ्ने। उसले त्यसै भन्दैछ र तिनीहरू मेरो प्राणको खोजीमा छ। है, उसले यसरी भनिरहेको थियो। र प्रभुले सोध्नुभयो, तँ के गर्नु आएको? तँ के गर्नु आएको? के गर्दैछस्? हामी के गर्नु आएको? है, हामी निन्द्राबाट बिउजिनुपर्छ चर्च। है, हामी हरेक इन्डिभिजुअलले म के गर्नु आएको यो पृथ्वीमा? जवानहरू सोध्नु पर्यो, के गर्नु आउनु भएको तपाईँहरूले पृथ्वीमा? आमाहरू, बुवाहरू, नानीहरू, के गर्नु आएको हामी यो पृथ्वीमा? हजुर, भेरी गुड क्वेसन। सोधिरहनुपर्छ, म के गर्नु चाहिँ आएको यो पृथ्वीमा? प्रभु यीशु ख्रीष्टले एन्सर दिनुभयो। के गर्नु आएको भन्दाखेरि चाहिँ नि, यीशु ख्रीष्टले भन्नुभयो, तपाईँको इच्छालाई पुरा गर्न आएको हो भनेर एन्सर दिनुभएको छ। हिब्रूको किताब 10 अध्यायको सायद 9-10मा भनेको छ, तपाईँको इच्छालाई पुरा गर्न आएको हो भनेको छ। एन्सर चाहिँ यीशु ख्रीष्टले दिनुभयो। 7मा रहेछ, हिब्रू 10को 7 पदमा, जुन चाहिँ क्वेसन नि परमेश्वरले एलियालाई अघि पहिलो राजा 19को 9 पदमा सोध्नु भएको थियो, त्यो कुराको एन्सर चाहिँ यीशु ख्रीष्ट आफैले हिब्रूको किताब 10 अध्यायको 7 पदमा दिनुभएको छ। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, पुस्तकको मुठोमा मेरो बारेमा लेखिएको तपाईँको इच्छा पुरा गर्न आएको हो। तर उसको एन्सर के थियो भन्नुहोस् त? उसको एन्सर चाहिँ नि, म एक्लै छु, फलानाले पनि साथ दिएन, है, उसले पनि साथ दिएन, उसले पनि बुझेन, त्यसले पनि बुझेन। एलिया नि कस्तो खालको प्रफेट थियो भने नि, उसको एउटा स्कुल अफ प्रफेट थियो। कस्तो थियो होला थाहा छैन। अब एलिया त कस्तो रफ थियो मान्छे, है। अब त्यस्तो रफ मान्छेले ट्रेनिङ दिँदै थियो। 50 जना त उसको अलरेडी स्कुलमा मान्छेहरू थियो। तर उसको आफ्नै लाइफस्टाइल पनि एकदम मतलब छैन खालके थियो, अरू संसारसँग मतलब छैन। तर त्यो दिन नि जब त्यो ग्रान्ड सो भयो नि, त्यो कर्मेल डाँडामा
है सम्पूर्ण इजरायलीहरू चाहिँ एकछिन उसँग साथ लाग्दिएको हो नि त। सम्पूर्ण इजरायलीहरू हो रहेछ, उसले आगो झार्दाखेरि त सबैजना इम्प्रेस भइहाल्यो नि। अहिले आगो झारिदिनुहोस् त सबैजना इम्प्रेस हुन्छ, सबैजना। तर नि आगो पनि झऱ्यो, पानी पनि पर्यो, खडेरी पनि सक्यो कथा। त्यहाँदेखि प्रफिटको काम नै छैन, आउट अफ सिन भयो। सबैजनाको आफ्नो आफ्नो मतलब सिद्ध भयो। त्यहाँदेखि त के भयो, है जिजबेलको खेला सुरु भयो। जिजबेलले प्रफिटहरूलाई मार्नु थाल्यो, ऊ भाग्दा भाग्दा भयो। अघि राजाको महलमा गएर उसले चुनौती दिने मान्छे अब त डराउनु थाल्यो। किन भन्नुहोस् त, हामीलाई कति बेलादेखि डर लाग्छ याद छ, जब हामीले भिडको साथ पाउँछौँ नि, अनि त्यो भिडले हामीलाई अचानक छोडिदिन्छ नि, त्यति बेला चाहिँ हामी डराउँछौँ। हेर्नुहोस् है, त्यसले गर्दाखेरि नि प्रभुले हामीलाई साँघुरो ढोकाबाट भित्र पस्नु भनेर सिकाउनु भएको होइन भने चाहिँ नि, जुन दिन हामीलाई भिडले साथ दिन्छ नि त्यति बेला चाहिँ है आँटिलो हुन्छ हामी। किनभने भिड छ नि त पछाडि, भिडले सट्टै छोडिदिँदाखेरि चाहिँ आँट कहाँ हराउँछ, आँट हराउँछ। अनि उसले भन्दैछ म एक्लो छु। प्रभुले भन्नुहुँदै थियो, क्वेसन तँ चाहिँ के गर्नु आएको यहाँ, है एन्सर त त्यहाँ रहेछ नि। हिब्रू किताब 10:7 पुस्तकको मुठामा मेरो बारेमा जे लेखेको छ त्यो पुरा गर्न आएको। तपाईँलाई थाहा छ, चर्च यहाँ हुनुहुने हरेकलाई थाहा छ, जुममा हुनुहुने, युट्युबमा हुनुहुनेलाई थाहा छ, तपाईँ यो पृथ्वीमा नि तपाईँ आउनु हुँदाखेरि चाहिँ नि तपाईँले के गर्नुपर्छ भनेर चाहिँ एउटा पुस्तकको मुठामा लेखेको छ। अनि हामी चाहिँ त्यसलाई पुरा गर्नु आएको, हामी त्यसलाई पुरा गर्नु आएको। जुन दिन मैले त्यो कुरा थाहा पाउँछु नि, मेरो लागि नि बिचारापन, एक्लोपन, ओ मलाई कसैले बुझ्दैन, ओ मलाई त्यो ठाउँ नै हुँदैन। या त हामी अर्को निम्रोद जस्तै हुन्छ, हो परमेश्वरलाई टक्कर दिने हुन्छ, ढुङ्गाको बदली म इँटा बनाइदिन्छु नि, है माटोको बदली म अलकत्र ल्याइदिन्छु नि भन्ने हाम्रोमा एउटा के भन्नु आज छ नि संसारमा। हेर्नुहोस् त मान्छेहरू कस्तो भयङ्कर छ। इलोन मस्कहरू जस्तो छ नि, जसले बाहिर उसको कुरा पृथ्वीको केही पनि छैन, सबै पृथ्वीदेखि बाहिर छ, सबै उसले त्यो आकाशमा उड्ने सबै बनाइरहेको छ, टक्कर दिनु सक्ने। अनि उनीहरू कस्तो खालके बोल्छ, स्वर्गमै उक्लेको जस्तै बोलिरहेको छ। अब त्यो मान्छेको बारेमा पनि त पुस्तकको मुठामा त लेखेकै थियो होला नि। मैले उसलाई जज गर्नु मिल्दैन, तर मैले जस्ट एउटा इक्जाम्पल मात्रै दिएको। आजको दिनको निम्रोदहरू जस्तै हो नि त उनीहरूले लु धरारा बनाऊँ भने सबैले मान्छ, सबैले मान्छ। तर यहाँ एलिया जस्तो अर्को मान्छेलाई पनि देख्छौँ, है जो जिउँदै स्वर्ग पनि लग्यो, तर ऊ भित्र नि एक किसिमको बिचारापनले उसलाई थिच्दैछ, एक किसिमको लोनलिनेसले थिच्दैछ। सुन्नुहोस् है, एक्लो रहनु असल छैन, नरहनुहोस् एक्लै। प्रभु चाहिँ नि, प्रभुले भन्नु म तँलाई अर्को सल्लाहकार पठाउँछु जो चाहिँ तँसँग सधैँ रहन्छ भन्नुभएको छ। चिन्नुहुन्छ त्यो सल्लाहकारलाई? डु यु नो हिम? उहाँको नाम नि सत्यको आत्मा हो, स्पिरिट अफ ट्रुथ हो। नाम पनि बताइदिनु भयो प्रभु यीशु ख्रीष्टले। उहाँको नाम चाहिँ सत्यको आत्मा हो, जो चाहिँ सधैँ तिमीहरूसँग रहनुहुन्छ। यूहन्ना 14:16 भन्नुभयो, उहाँ चाहिँ सत्यको आत्मा हुनुहुन्छ। म एक्लो छुइनँ। तपाईँको छेउको साथीलाई भन्नुहोस् त, म एक्लो छुइनँ भन्नुहोस् त। आमेन। विश्वास गर्नुहोस् त्यसलाई, है। कतिजना त एक्लो छैन नि, पक्कै अहिले त कस्तो रमाइलो भइरहेको छ नि जिन्दगी, तर भए पनि एक्लो हुन्छ फेरि मान्छे। सुन्नुहोस् है, त्यो खालको एक्लोपनको कुरा गरेको होइन मैले। तर के तपाईँसँग पवित्र आत्मा हुनुहुन्छ जसले चाहिँ नि तपाईँलाई सम्पूर्ण सत्यतामा एभ्रिडे लिड गरिराख्नु भएको छ, अल ट्रुथ? कि हामी भित्र इँटा बनाउने विचारहरूले हामीलाई है खेदेको छ, ठेलेको छ? होइन भने चाहिँ हामी के हुन्छ भन्नुहोस् त, अरूहरूलाई स्वतन्त्रता दिलाइदिने प्रतिज्ञा गर्छौँ, तर हामी आफै नै विनाशको बन्धनमा। अनि नि थुप्रोजना सेवकहरू, म पनि एउटा सेवक हो नि, है। जब म पवित्र आत्मासँग हिँड्दिनँ नि, त्यो एक्लोपनमा नि इँटा बनाउने आइडियाहरू आइरहन्छ माइन्डमा, इँटा बनाउने आइडिया आइरहन्छ, है। इँटा बनाउँ लाग्छ कोही बेला। इँटा बनाउने तरिकाहरू पुरा छ संसारमा, एभ्रिबडी सफर्स विथ द्याट। तर नि हामी कुदेर नि परमेश्वरको शरणस्थानमा आउनु सिक्नुपर्छ। यदि हामीले सिकेनौँ भने चाहिँ नि हामी जिन्दगीभरि एक्लो रहन्छौँ। आज नि एउटा प्रश्नको साथमा यो वचनलाई म यहाँ राख्न चाहन्छु।
है। तपाईँ किन आउनु भएको यो पृथ्वीमा? तपाईँ किन आमाको गर्भमा आउनु भएको? किन परमेश्वरले नि तपाईँलाई त्यो प्राण दिनुभएको, जुन चाहिँ प्राणको क्षमता चाहिँ नि सारा स्वर्गको राज्य नै अटाउनु सक्ने त्यत्रो बहुमूल्य धन किन तपाईँलाई दिनुभएको? वाइ? किन दिनुभएको? कि यही झिझे मिझे कुराहरूमै, सानो कुराहरूमै अड्किरहनलाई हो? कहाँ हुनुहुन्छ तपाईँहरू आज? वेयर आर यु? हामीले गरिरहेको छौँ, सेवाकाई गर्दैछौँ, अभियानमा छौँ, थुप्रो कुराहरू। तर कोही कोही बेला नि तीभित्र पनि हामीले कुरा बुझेको हुँदैनौँ अनि हामी फेरि एक्लोपनलाई अनुभव गर्छौँ। कतिपल्ट नि मेरो आफ्नै अनुभव तपाईँलाई बताएकै, ठुलो सेवाकाई भएर नि यस्तो एक्लोपनमा गएको मैले अनुभव गरेको छु कुरा नबुझ्दाखेरि। तर जुन दिनदेखि मैले पर्पसलाई बुझेँ नि, अब योपालि बर्निङ बुस भन्ने ठुलो सेवाकाई भयो, तर नि यसले मेरो लाइफमा अझै ठुलो, योभन्दा ठुलो कुरालाई यहाँदेखि पनि म अझै उता जानुपर्ने रहेछ भन्ने कुरालाई देख्छु आजको दिनमा चाहिँ। आजको दिनमा म देख्छु। पहिला चाहिँ नि नहुँदाखेरि चाहिँ त्यो सेवाकाई सक्यो नि, सबै भिड गइसक्यो, त्यहाँदेखि एक किसिमको सुनसान लाग्ने, प्रार्थना गर्ने बोझ पनि। अब अस्तिसम्म हामी होइन कति दिनको फास्टिङमा थियौँ, उपवासमा थियौँ, प्रार्थनामा थियौँ, हामी एक्साइटेड थियौँ, हामी प्लान गर्दै थियौँ, हामीले बात मार्दै थियौँ। अब इभेन्ट सक्यो, त्यहाँदेखि फेरि अनोइन्टिङ पनि सक्छ नि। तर जुन दिन हामी थाहा पाउँछौँ नि चर्च, हामी चाहिँ कसको लागि बन्नेको हो भन्ने कुरालाई हामी कहिले पनि रोकिँदैनौँ है। हामी उडेर जानु सकेन भने पनि हामी कुदेर जान्छौँ है, कुदेर जानु सकेन भने पनि नि हिँडेर पनि जान्छौँ। वचनमा त्यही त भनेको छ त होइन? जसले प्रभुलाई पर्खिन्छ उनीहरूले नवीन सामर्थ्य पाउँछ, उनीहरू चिल जस्तै उडेर जान्छ है, उनीहरू दगुरेर जान्छ, उनीहरू हिँडेर जान्छ र पनि क्लान्त हुँदैन। वी आर मुभिङ फरवर्ड, हामी अगाडि बढ्नुपर्छ। अनि एक दिन नि हामी त्यो ठाउँमा पुग्नुपर्छ जहाँ चाहिँ नि हामी भन्छौँ ओ इट्स फिनिस्ड, अब सक्यो, अब सक्यो। त्यो जस्तो ग्लोरियस टाइम केही पनि हुँदैन चर्च। सो यो एउटा सिद्धान्त हो, यो एउटा बेसी हो जुन ठाउँबाट मान्छे जान्छ। अनि यो बेसीलाई चाहिँ नि त्यही हो, घोर अन्धकारको बेसी। अनि हामीले बुझेनौँ भने चाहिँ हामी निस्केर नि त्यहाँबाट इँटा पोल्न थाल्छौँ, अलकत्रा बनाउन थाल्छौँ। तर यदि हामीले कुरालाई बुझ्यौँ भने चाहिँ नि हामी अगाडि बढेर जान सक्छौँ। सो आज म तपाईँलाई उत्साह गर्न चाहन्छु यो कुरामा, यो वचनमा है, वचनको ज्योति तपाईँको जीवनमा आएको होस्। हामी त्यो ठाउँमा छ भने हामी प्रभुसँग अगाडि बढेर जान सकेको होस्। परमेश्वरको वचन पढाइ अनि सुनाइमा परमेश्वरले हामी सबैलाई आशिष गर्नुभएको होस्। आमेन। आउनुहोस् यति बेला हामीहरू सबैजना प्रार्थना गरौँ। एकैछिन हामी विचार गरौँ हामी कहाँ छौँ, वेयर आर वी। यो सबैको बिचमा प्रभुसँग हामी इमान्दार बनौँ है। तपाईँ आफैसँग पनि इमान्दार बन्नुहोस् यति बेला प्रार्थना गर्दाखेरि। अनि यदि हामी एक्लोपनको इँटालाई हामीले पोल्न थालेका छौँ, अलकत्रालाई बनाउन थालेका छौँ, त्यो गहुँको दाना जमिनमा परेर मरेको छैन भने हामीले अर्को रूप पाउँदैन रहेछौँ, हामी त्यत्तिकै अड्किरहँदो रहेछौँ। अनि त्यसमा हामीले गरेको निर्णय, गलत निर्णय, रोकिएको कुरामा हामी प्रभुसँग क्षमा मागौँ। अनि हाम्रो हृदयलाई प्रभुको अगाडि आज प्रभु भोजमा आउँदै गर्दाखेरि हामी तयारी बनाऊ। हाम्रो आँखाको चिप्राहरू झरेको होस्, हाम्रो बन्द भएको कानहरू खोलिन थालेको होस्, हाम्रो खतना नभएको हृदयमा परमेश्वरको वचनले खतना गरेको होस्। प्रभु हामी तपाईँको अगाडि आउँदछौँ, धन्यवाद चढाउँछौँ, तपाईँको अनुग्रहको लागि धन्यवाद प्रभु, तपाईँको वचनको लागि धन्यवाद। तपाईँले भन्नुभयो जबसम्म गहुँको दाना जमिनमा परेर मर्दैन तबसम्म चाहिँ त्यो एक्लै हुन्छ। प्रभु हाम्रो पुरानो स्वभाव, प्रभु हाम्रो एउटा ठाउँदेखि अर्को ठाउँमा बढ्ने कुरा नमरेको कारणले गर्दाखेरि हामी थुप्रोपल्ट प्रभु हामी इँटालाई पोल्ने कामहरूमा जाँदो रहेछौँ। प्रभु हामीले तपाईँले राखिदिनु भएको जुन चाहिँ प्रभु सक्कली कुराहरूलाई हामीले नक्कली कुराहरूसँग साट्दो रहेछौँ। प्रभु तपाईँको वचनले भन्छ रोमीको किताब 1 अध्यायले, तिनीहरूले परमेश्वरलाई चिनेर पनि परमेश्वरलाई दिनुपर्ने महिमा तिनीहरूले दिएन, तर परमेश्वरको स्वरूपलाई चाहिँ उनीहरूले अरू कुराहरूसँग साटे भनिकन प्रभु आज यो कुरासँग हामीले पनि गल्ती गरेका छौँ।
प्रभु हामी यति बेला अगाडि आउँछौँ। अर्को मान्छेको कुराहरू, अर्को मान्छेको स्वभाव प्रभु भिडले हामीलाई साथ दिँदा र भिडले साथ छोडिदिँदाखेरि हाम्रो स्वभावहरूमा परिवर्तन आउन थाले। एलिया प्रभु सफर गर्न थालेको थियो। प्रभु उसले भन्यो म एक्लै छु, म मात्रै छु भनिकन। जबसम्म तपाईँले भन्नुभयो जबसम्म गहुँको दाना मर्दैन तबसम्म चाहिँ त्यो एक्लै रहन्छ। प्रभु हाम्रो जीवनमा नमरेको भागहरू प्रभु, जुन चाहिँ भागलाई हामीले सेभ गर्ने कोसिस गर्छौँ प्रभु, त्यो दासको स्वभावलाई, त्यो नहुर्केको छोराको स्वभावलाई प्रभु हामी तपाईँको अगाडि आउँछौँ अनि हामी क्षमा माग्छौँ। प्रभु हे पवित्र आत्मा, हामीलाई यो कुराहरू देख्नलाई हाम्रो आँखाहरू खोलिएको होस्, हाम्रो विचारहरू खोलिएको होस् अनि हामी त्यो एक्लोपनको ठाउँमा होइन तर हामी तपाईँसँग हिँड्ने व्यक्ति बन्न सकौँ। प्रभु हाम्रो लाइफमा ड्यामेज कन्ट्रोल होइन प्रभु, साँच्चै नै प्रभु एक्लोपन प्रभु जो चाहिँ तपाईँको योजनै थिएन प्रभु, त्यसको प्रभु एउटा प्रभु कन्ट्रोल गर्नको लागि बनाउने कुराहरू, हामी आफैले क्रिएट गर्ने कुराहरू प्रभु, हामी आफैले आफ्नो क्राइसिसबाट डेभलप गर्ने कुराहरू जो चाहिँ तपाईँको प्लान छैन प्रभु, इमेच्योर प्लान्सहरूलाई हाम्रो लाइफमा प्रभु हामीले इनिसिएट गरेकोमा हामी क्षमा माग्छौँ। पवित्र आत्मा, आजको यो समय तपाईँको अगाडि आउँछौँ प्रभु। पवित्र आत्मा, तपाईँले जुन वचन हामीलाई दिनुभएको छ यो वचन चाहिँ हरेकको जीवनमा गाडिएको होस् प्रभु। यति बेला प्रार्थना गर्छु लर्ड पवित्र आत्मा, यो वचन बुझ्नको निम्ति हरेकको समझहरू खोलिएको होस्। तपाईँको वचनले भन्छ जब तपाईँले रोटीलाई भाँच्नु भयो त्यति बेला चेलाहरूको आँखा खोल्यो भनेको छ अनि तपाईँले धर्मशास्त्र बुझ्नलाई एक एकजनाको समझलाई खोलिदिनु भयो प्रभु। आज पनि यसरी नै प्रभु यो वचनलाई सुन्दै गर्दाखेरि हामी एक एकजनाको समझहरू